नमस्कार तथा शुभ दिन। यो यस कार्यक्रमका सभाध्यक्षज्यू, प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू लगायत सम्पूर्ण विभिन्न सङ्घ संस्थाबाट पाल्नुभएका प्रतिनिधिज्यूहरू लगायत पत्रकार, विद्यार्थी र श्रमिक मित्रहरू, यस आयोजकको टिमको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट हार्दिक नमस्कार तथा सम्मान व्यक्त गर्न चाहन्छु। हाम्रो यस कार्यक्रम श्रमिक, विद्यार्थी तथा सचेतना तथा मनोपरामर्श कार्यक्रम 2026 आज रहेको छ। यो कार्यक्रमको मुख्य उद्देश्य भनेको चाहिँ हाम्रो कोरियामा रहेका सम्पूर्ण मजदुर तथा विद्यार्थीहरूले काम गर्दै पढ्ने क्रममा विभिन्न अवसर चुनौतीहरू चाहिँ उहाँले सामना गर्दै आउनुभएको छ। यसलाई मध्यनजर गरेर हामीले यो कार्यक्रम चाहिँ आयोजना गरेका हौँ र हजुरहरूले चाहिँ यो कार्यक्रममा आफ्नो व्यस्त समय निकालेर उपस्थित हुनुभएकोमा हामी एकदमै हर्षित र उत्साहित छौँ र हार्दिक धन्यवाद दिन चाहन्छु। र अन्तमा फेरि पनि यो कार्यक्रममा चाहिँ यहाँले एकदम उत्साहित, सकारात्मक तथा उपयोगी रहनेछ यो कार्यक्रम भन्ने चाहिँ अपेक्षा गर्दै पुनः यहाँ सम्पूर्णमा चाहिँ स्वागत गर्दै बिदा हुन चाहन्छु। हस् त, धन्यवाद। यस कार्यक्रमका प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यूहरू लगायत पत्रकार साथीहरू लगायत उपस्थित सम्पूर्ण आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूमा स्वीकार्नुहोस् नमस्कार। आजको यस श्रमिक, विद्यार्थी सचेतना एवं मनोपरामर्श कार्यक्रमको जुन एनआरएन दक्षिण कोरियाद्वारा एक प्रकारले संस्थाले कोरियामा रहेका समस्याहरूको समाधानार्थ कोरियामा रहेका आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूका निमित्त कोरियामा के समस्याहरू छन् ती समस्यालाई समाधान गर्नका निमित्त हामीले विभिन्न उठेका प्रश्नहरूलाई एनआरएनको मार्फत संस्थाले एउटा प्रश्नोत्तर शैलीमा यहाँका समस्याहरू समाधान गर्न खोजिएको छ। त्यसको लागि संस्थाले मलाई यस कार्यपत्र प्रस्तुत गर्न दिएकोमा धन्यवाद दिन चाहन्छु। आज कोरियामा जुन प्रकारका समस्याहरू छन् ती समस्याहरूलाई झट्ट हेर्दा पूर्ण रूपमा समाधान गर्न त नसकिएला, तर एनआरएनको तर्फबाट विभिन्न कार्यक्रम मार्फत सम्पूर्ण जनसमुदायहरूलाई हामीले एक प्रकारले समस्याको समाधान गर्ने कोसिस गरेका छौँ। त्यसको लागि जुन प्रकारले स्वास्थ्यमा, श्रमिकहरूको कुरामा, विद्यार्थीहरूको कुरामा हामीले एक प्रकारले जुन छलफल गरेका छौँ, समस्याको समाधान गर्न खोजेका हौँ, त्यसको बारेमा एउटा सानो कार्यपत्र प्रस्तुत गर्न गइरहेको छु। आजको यस श्रमिक, विद्यार्थी सचेतना एवं मनोपरामर्श कार्यक्रम 2026 मा दक्षिण कोरियामा रहेका नेपाली श्रमिक तथा विद्यार्थीहरूले भोगिरहेका केही प्रमुख समस्याहरू, त्यससँग सम्बन्धित घटनाहरू र आवश्यक सचेतनाका विषयहरू प्रस्तुत गर्न चाहन्छु। पहिलो, भाषा तथा कानुनी जानकारीको अभाव। दक्षिण कोरियामा आउने धेरै नेपाली श्रमिक तथा विद्यार्थीहरूलाई कोरियन भाषा र स्थानीय कानुनबारे पर्याप्त जानकारी नहुँदाखेरि विभिन्न समस्याहरू सामना गर्नु परेको, विभिन्न समस्याहरू झेल्नु परेको देखिन्छ। यसमा रोजगार सम्झौता, कार्यस्थलका नियम, अध्यागमन सम्बन्धी समस्या तथा दैनिक जीवनका कानुनी पक्षहरू नबुझ्दा पनि आवश्यक कठिनाइहरू नेपाली जनसमुदाय मार्फत उहाँहरूलाई समस्या परेको देखिन्छ। त्यस्तै दोस्रोमा छ कार्यस्थलमा हुने समस्याहरू। कतिपय श्रमिकहरूले लामो समयसम्म काम गर्नुपर्ने, सुरक्षा सम्बन्धी नियमको अपर्याप्त जानकारी हुने, कार्यस्थल दुर्घटना, जो तलब सम्बन्धी एउटा निश्चित ज्यालाभन्दा तलमाथि गरेर तलब सम्बन्धी विवाद हुने, त्यसै गरी रोजगारदाता र श्रमिक बीचको संसार समस्याको सामना समेत रहेका छन्। केही अवस्थामा कार्यस्थल दुर्घटना परेर गम्भीर चोटपटक लागेका तथा ज्यान गुमाउने सम्मका घटनाहरू देखिएका छन्। ती घटनाहरूलाई कम्पनीकै कारण पनि आत्महत्या समेत हुने गरेको देखिन्छ। तेस्रो छ मानसिक स्वास्थ्यका चुनौतीहरू। विदेशी भूमिमा परिवारहरूसँग टाढा रहँदै गर्दा अत्यधिक कामको दबाव, आर्थिक जिम्मेवारी तथा सामाजिक एक्लोपनको कारण धेरै नेपालीहरू मानसिक तनाव
चिन्ता, निराशा तथा डिप्रेसनको जोखिममा पर्ने गरेका देखिन्छन्। पछिल्ला वर्षहरूमा मानसिक स्वास्थ्यसँग सम्बन्धित समस्याहरू बढ्दो चिन्ताको विषय बनेको छ। चौथो छ विद्यार्थीहरूले भोग्ने समस्या। दक्षिण कोरियामा अध्ययनरत नेपाली विद्यार्थीहरूले भाषा, शैक्षिक दबाव, आर्थिक व्यवस्थापन, समय व्यवस्थापन तथा सांस्कृतिक अनुकूलनका चुनौतीहरू सामना गरिरहनु भएको छ। कतिपय विद्यार्थीहरू अध्ययन र पार्ट टाइम कामको सन्तुलन मिलाउन कठिनाइ अनुभव गरिरहनु भएको छ। यस्ता घटनाहरू सामान्य जस्तै बनेका छन् भने नेपालबाट आउँदा जुन तरिकाले काम पाउँछ र भविष्य सुनिश्चित बन्छ भन्ने भनिएको हुन्छ, यता कोरियामा प्रवेश गरिसके पछाडि त्यो कुरा भन्दा धेरै कुरा फरक मानिन्छ र 90% विद्यार्थीलाई काम खोज्न नै सकस परिरहेको घटना हामी माझ आइरहेको छ र त्यसले दीर्घकालीन रूपमा नेपाली जनसमुदायलाई समस्यामा पारेको देखिन्छ। त्यस्तै सामाजिक सञ्जाल र आर्थिक ठगी। सामाजिक सञ्जाल मार्फत हुने विभिन्न प्रकारका ठगी, अवैध लगानीका कारणले जुन प्रलोभन परेको छ, अनलाइन अपराधहरू भइरहेको छ, व्यक्तिगत जानकारीको दुरुपयोगको घटनाहरू बढिरहेका छन्। अपरिचित व्यक्तिहरूसँग यस्तो वस्तु खरिद वा अनलाइन काम गरेर मनग्गे आम्दानी हुन्छ भन्ने भ्रममा फस्ने र पैसा फसिसकेपछि त्यसलाई चाहिँ बाहिर ल्याउने गरिसके पछाडि यसले मानसिक समस्या भई साथीभाइ र परिवारहरूलाई एउटा चिन्ताको विषयमा बनेको छ। यस्ता खालको यसले गर्दा नेपाली समाजमा निष्कर्षमा के पुग्न सकिन्छ भने दक्षिण कोरिया अवसरको देश भए तापनि जिम्मेवारी र चुनौतीहरू पनि जोडिएका छन्। सचेतना, कानुनी जानकारी, मानसिक स्वास्थ्य सम्बन्धी संवेदनशीलता तथा समुदाय बीचको सहकार्यले मात्र सुरक्षित, सफल र सम्मानजनक विदेश बसाइ सम्भव हुन्छन्। मलाई सम्भवतः यहाँ आजको कार्यक्रम गरिरहँदा यिनै विषयवस्तुलाई समेटेर श्रमिकका समस्याहरू, विद्यार्थीका समस्याहरू, मानसिक समस्याहरू, स्वास्थ्य सम्बन्धी समस्याहरूलाई समेटेर यहाँहरू उपस्थित महानुभावहरूले जुन समस्याहरू छन् ती समस्याका निम्ति आदरणीय वक्ताज्यूहरू मार्फत यदि भिसा सम्बन्धी समस्या छन् भने, नेपाल सरकारसँग समस्या छन् भने दूतावाससँग तपाईहरुले प्रश्न गर्न सक्नुहुनेछ। यदि श्रमिकका कुराहरू छन् भने आदरणीय एमटियुका अध्यक्ष उदय राईसँग समन्वय गर्न सक्नुहुनेछ। त्यसैगरी मेडिकल सम्बन्धी हामीले कोरियामा रहेका सम्पूर्ण समस्याको निराकरण गर्न र उहाँहरूले एउटा हामीलाई सम्पूर्ण जनसमुदायमा एउटा धारणा राख्नुहुनेछ। त्यसको लागि यहाँहरूको उपस्थितिको लागि विशेष धन्यवाद दिँदै र आजको विषयवस्तुमा अडिएर हाम्रो कार्यक्रम सफल हुनेछ भन्ने विश्वासका साथ यहाँहरू माझबाट ओजेल हुन चाहन्छु। हवस् त, धन्यवाद। जय ज्ञानेन्द्र। यहाँ हाम्रो अगाडि दर्शक दीर्घमा बस्नुभएका आदरणीय वक्ताज्यू, प्रमुख अतिथिज्यू, सभाध्यक्ष अनि संरक्षक ज्यूहरूबाट पनि यहाँहरूले केही प्रश्नहरू भयो भने त्यो प्रश्नहरू राखेर र यहाँहरूलाई बोल्नले अप्ठ्यारो लाग्छ भने त्यो नोटबुक र डट पेन छ त्यसमा लेखेर लिखित कागजहरू अगाडि पास गर्नुभयो भने त्यहाँ भएका त्यो शङ्काहरूको समाधान गर्ने यहाँ कोसिस पक्कै पनि हुनेछ भन्दै अब भने यो प्रश्न उत्तर सेसनलाई चाहिँ अगाडि बढाउन र यहाँहरूसँग केही कुराहरू भएपछि अथवा प्रश्नहरू भएपछि राख्न हुनुको लागि म हार्दिक अनुरोध गर्दै यो माइक पनि मैले वक्ताज्यूहरूलाई नै हस्तान्तरण गर्न चाहन्छु। हवस् त, धन्यवाद। नमस्कार सबैजनालाई। मेरो नाम चाहिँ अनुराग सापकोटा। म कोरियाको स्टुडेन्ट भिसामा विगत 2.5 वर्ष भयो र हामी विद्यार्थीहरू धेरै 12 घन्टाको सेसन काम गर्दै आउँदै जाँदै चलिरहन्छ। अनि त्यो स्टुडेन्ट हामीलाई सरकारको त्यहाँले पनि उन्नत स्यालेरी पनि कतै पनि हुँदैन। त्यो एउटा हाम्रो विषय छँदैछ होइन। त्यो अनुसार भए पनि अर्को फेरि कस्तो हुन्छ भने अब साउहरू काम लगाउने, काम लगाए पनि साउहरूले महिनावारी स्यालेरी पनि नदिने होइन। अनि स्यालेरी नदिएपछि अब नेपाल कोरियामा धेरै संस्थाहरू छन् जस्तो सोनिकहरू भयो, धेरै प्रब्लमहरू सल्भ गर्छौँ भन्छ। अनि उनीहरू चाहिँ के गरिदिन्छ भने हामीले उनीहरूसँग प्रब्लम राखिसकेपछि अनि उनीहरूले चाहिँ यसरी प्रोसेस गर्ने भनिदिन्छ। अनि जहाँ उनीहरूको आवश्यकता हुन्छ अनि त्यहाँ आएपछि उनीहरूले अर्को जाल दिन्छ।
यति यति पैसा दे हामी यहाँ उपस्थित हुन्छौँ तेरो ठाउँमा नत्र उपस्थित हुँदैनौँ भनेर होइन के हामीलाई त्यो कुरा पहिले सुरुमा भन्नु पऱ्यो। जस्तो अब मेरो पनि कस्तो छ भने मेरो 1.5 महिनाको स्यालेरी आएन अनि मैले चाहिँ सिङ्को गरेँ लेबर अफिसमा र अहिले चाहिँ के भयो भने ट्युसडे 1:30 बजे चाहिँ मलाई एकजना कोरियन इन्टरप्रेटरसित बोलायो। एकजना दाइलाई मैले भने उसले चाहिँ के भनिदियो भने पहिला हुन्छ भन्यो उनीहरूसँग कुरा गरेर चाहिँ हामीले चाहिँ 1:30 बजेको टाइम फिक्स गऱ्यो उनीहरूसँग लेबर अफिस फोन गरेर यति बजे आउनु भन्यो। उनीहरूले चाहिँ म यति बजे फ्री छु भनेर भन्यो त्यो अनुसार चाहिँ उनीहरूले टाइम फिक्स गर्यो। अनि अहिले चाहिँ हामीले के भन्छ भने हामी यहाँ जान भ्याउँदैनौँ कि पैसा तिर सुरुमै पहिला पैसा तिर अनि बल्ल हामी जान्छौँ नत्र भने हाम्रो लागि त्यस्तो टाइम छैन फ्री छैनौँ हामी भन्ने जस्तो कुरा गर्यो कि त्यो कुरा त हामीलाई सुरुमै भन्नु पर्थ्यो नि त। हामी यस्तो यस्तो हो हाम्रो चाहिँ यसरी पैसा लिन्छ हामीलाई लाग्छ पैसा ठुलो कुरा होइन तर हामीले त अन्तिम समय अब मेरो पर्सि जानु छ आज उसले त्यसो भनिदियो अब मैले चाहिँ अब 1-2 दिनमा चाहिँ मैले को मान्छे खोज्नु होइन उसलाई चाहिँ अब 1 घन्टा 1.5 घन्टा 2 घन्टा उसको हामी पारिश्रमिक खानेकुरा होइन हामी दिनेछौँ उनीहरूले हाम्रो प्रोग्राम सल्भ गरिदिन्छ हामी दिन्छौँ त्यो ठुलो कुरा होइन। तर यसरी मान्छेलाई एउटा घाँटी ठ्याक्क कि जब चाहिन्छ नि त्यतिखेर चाहिँ अनि त्यसपछि बल्ल आएर चाहिँ तैँले पैसा दिने भए थिए नत्र हामी गर्दैनौँ भन्ने खालको त्यो खालको उहरू त हुनु भएन भन्नु एउटा प्रोब्लम। अनि यत्रो धेरै अर्गनाइजेसन छ कोरियामा तर तपाईँलाई प्रोब्लम पर्दाखेरि चाहिँ जो कोही पनि अगाडि आउँदिँदैन कि भन्छ हामी गर्छौँ तर जब तपाईँले आफ्नो प्रोग्राम राख्नुहुन्छ नि उनीहरू एक स्टेप ब्याक सरिहाल्छ। त्यो त जुनसुकै होस् अब यो सोनिक होस् एउटा यो स्टुडेन्ट सङहरू के हो सोनी हो के भन्छ हो त्यही के हो अनि तिनीहरू डिफ्रेन्ट छ अब आफ्नो छ अब एउटा ग्रुपहरू फेसबुकमा जताततै ग्रुप बनाएको उनीहरू होइन आफ्नो एउटा मोनोपोली क्रिएट गरेको छ उनीहरूलाई चाहिँ अनि कसरी ट्र्याकमा पार्ने अनि त्यो गरिसकेपछि अनि आफ्नो भन्यो अनि उनीहरूलाई चाहिँ जसरी हुन्छ उनीहरूलाई पैसा दिनु पऱ्यो अनि त्यसपछि त्यो एउटा हुन्छ नि एउटा रिङमा खेलाउने जस्तो गरेर गराउँछ यो होइन यो भनेको एउटा ह्युज प्रब्लम भइरहेको छ अहिले मेनली भनेको स्टुडेन्टहरूले फेस गर्ने प्रब्लम हो चाहिँ मेरो चाहिँ यही भन्न चाहेँ धन्यवाद। धन्यवाद है मैले परिचय दिन भुलेछु है म उदय बहादुर राई म चाहिँ एमटियू प्रवासी श्रमिक युनियन एमटियूको अध्यक्षको रूपमा म अहिले काम गरिरहेको छु र कोरियामा त्यति लामो समय म बसोबास गरेको। यो अहिले तपाईँले हाम्रो विद्यार्थी भाइले जुन कुरो भन्नुभएको छ यो कोरियामा अब काम गर्ने समय निश्चित छ स्टुडेन्टलाई त्यो त तपाईँहरूलाई राम्ररी थाहा छ हामी सबैले राम्ररी थाहा छ तर त्यसको जुन पैसा हामीले चाहिँ 28 घन्टा हो जुन त्यो समयमा काम गरेर हाम्रो अब सबै यो फी लगायत अब हाम्रो दैनिकी चलाउनलाई चाहिँ गाह्रो भएको हुनाले हामीले चाहिँ 12 घन्टा 13 घन्टा काम गर्नुपर्ने बाध्य छ। यो चाहिँ अब स्वीकृति नलिई त्यो भएको हुनाले अब साहुहरूले पनि यसको केही फाइदाहरू लिन खोजिरहेको अवस्था छ। उनीहरूले चाहिँ पैसा काम लगाउने पैसा नदिने अनि त्यहाँदेखि सिङ्गो गऱ्यो भने उजुरी गऱ्यो भने चाहिँ उसलाई चाहिँ गाह्रो हुन्छ यो इलिगल हो काम भनेर चाहिँ त्यस्तो किसिमको गरिरहेको अवस्थाहरू धेरै छ र योमा चाहिँ कानुनले तोकेको चाहिँ जसले काम गरे पनि उजुरी गर्न पाइन्छ भन्ने कानुनी व्यवस्था छ र अनि अब त्यो आफूले गर्न पनि सकिन्छ र वकिल मार्फत पनि गर्न सकिन्छ। अनि अर्को कुरो एउटा यो चाहिँ वकिल मार्फत गऱ्यो भने तपाईँहरूको यो जुन 12 घन्टा काम गर्नुहुन्छ त्यो चाहिँ अनुमति बिना चाहिँ तपाईँहरूले काम गर्नुभएको हुनाले हामीले चाहिँ के अब एमटियूतिर त्यो समस्याहरू त्यस्तो आयो भने चाहिँ हामीले चाहिँ कसरी गर्छौँ भने त्यो तपाईँहरूको आइडीबाट होइन पासपोर्टबाट गर्नुभयो भने चाहिँ इमिग्रेसनले देख्दैन भन्ने हाम्रो सोचाइ छ क्या त्यस्तो किसिमको भएको पनि छ। त्यसरी हाम्रो एमटियूबाट गर्दा चाहिँ त्यस्तो किसिमको समस्या आएको छैन र तपाईँहरूले त्यसरी एउटा गर्नु सक्नुहुन्छ।
अब यो सोनसिकको कुरा आयो, सोनसिकले त अब के किसिमले गर्छ, अब अहिले तपाईँको कुरा सुन्दै मात्रै थाहा भयो यस्तो पनि अब गर्दो रहेछ भन्ने कुरो होइन, मलाई त थाहा पनि थिएन। तर तपाईँहरू एमटिभीतिर आउनुभयो अथवा एनआरएन मार्फत तपाईँहरू आउनुभयो भने चाहिँ हामीले वकिल परिचय गराइदिन्छौँ र त्यस्तो किसिमको पहिले लिने गर्दैन। पहिले यसरी पैसाले मलाई अनि म मात्रै गइदिन्छु भनेर भनिँदैन, यो भन्न हुँदैन पनि। र यदि निम्न कुलले लिन्छ भने सबै लिइसकेपछि अब पर्सेन्टहरू वकिलले लिन पाउनेछ, अब 10%, 20%, 15%ले लिन पाउने व्यवस्था छ। त्यो भएको हुनाले यो बिचमा हामी अब धेरै थरीको हामी अहिले नेपाली पनि आइरहेका छौँ, धेरै थरीको परामर्श केन्द्रहरू पनि छ होइन, सहयोग केन्द्रहरू पनि छ र विभिन्न तरिकाले चाहिँ उहाँहरूले चाहिँ सहयोग गरिराख्नु भएको छ र कतिले राम्रो सुविधा पाइराख्नु भएको पनि छ र कतिले नपाइरहेको छ, कतिले अहिले तपाईँको जस्तो समस्या भइराख्नु पनि भएको छ। त्यो भएको हुनाले तपाईँहरू जति अहिले सुन्दै हुनुहुन्छ यहाँ मेरो कुरा भनौँ न, यो चाहिँ विद्यार्थीहरूले यदि तपाईँहरूले उजुरी गर्न चाहनुहुन्छ भने तपाईँहरू हामीसँग एनटियुमा सम्पर्क गर्न सक्नुहुनेछ र कुनै वकिल मार्फत जानुभयो भने पनि अरू मार्फत पनि गर्न सक्नुहुन्छ। त्यहीँ आउनुपर्छ भन्ने पनि छैन। तर कुरो चाहिँ के भने निश्चित रकम लिन्छ, त्यो निश्चित रकम लिएर चाहिँ अन्तिममा लिन्छ, अन्तिममा चाहिँ अगाडि लिँदैन। यसरी चाहिँ अब यो यति दिनसम्म जान्छु यति दिनुहोस् भने जान्न भनेर चाहिँ यस्तो चाहिँ हुँदैन। र जुन अहिले यो सोनसिकले गरिरहेको छ यो चाहिँ गलत हो र तपाईँहरूले उजुरी गर्दा चाहिँ त्यो कार्डबाट नगरेर आफ्नो एलाइन कार्डबाट नगरेर पासपोर्टबाट चाहिँ गर्नु होला। यो यसो गर्नु राम्रो हुनेछ र उजुरी गर्न सबैलाई अधिकार छ, तपाईँहरूको एउटा अब अनुमति बिना काम गर्नुभएको हुनाले इमिग्रेसनले किन गरिस् भनेर त्यति थाहा पाउला र भिसा लिनको लागि कि गाह्रो होला भन्ने मात्रै हो, नभए अरूमा कुनै समस्या पर्दैन। नमस्कार सबैजनालाई, मेरो नाम चाहिँ भरत खत्री, म चाहिँ दुर्पिन युनिभर्सिटीमा पढ्छु र अहिले हाल चाहिँ खुसीमा काम पनि गर्छु। र मेरो क्वेसन पनि अघि उहाँले भनेको क्वेसनमै रिलेटेड क्वेसन हो। एउटा चाहिँ पहिलो क्वेसन चाहिँ जस्तो उहाँले भन्नुभयो नि, अब उजुरी लेबर अफिसमा गएर चाहिँ उजुरी गर्यो है। योभन्दा अगाडिको घटनामा एकजना विद्यार्थीले लेबर अफिसमा गएर उजुरी गर्यो र उसले चाहिँ फेरि के भन्दा इमिग्रेसनलाई पनि उसको उजुरी भयो। उसले चाहिँ अब जस्तो लेबर अफिसमा गइसके पछाडि त त्यो लेबर अफिसमै सीमित हुनु पर्थ्यो नि त, उसलाई ब्याक भयो कि उसलाई ब्याकफायर भयो। उसलाई चाहिँ इमिग्रेसनले फेरि फाइन हाल्यो, किन भन्दा त्यहाँको जुन ओनर थियो उसले चाहिँ फेरि गएर इमिग्रेसनमा उसले चाहिँ इलिगल्ली काम गरेको थियो भन्ने किसिमको एउटा त्यो उ गरिदियो। अनि अर्को कुरा चाहिँ दोस्रो प्रश्न चाहिँ जस्तो नेपाली विद्यार्थीहरूले धेरै जसोले चाहिँ 24 घन्टाभन्दा माथि नै काम गर्छ। सबै विद्यार्थीहरूले 15 घन्टाभन्दा माथि काम गर्यो भने कोरियाको सरकार यहाँको ल अनुसार चाहिँ थेजिकुम पाउने व्यवस्था छ। र धेरै विद्यार्थीहरूलाई चाहिँ थेजिकुम हामीले जस्तो 1 वर्ष गऱ्यो, 2 वर्ष गऱ्यो, 3 वर्ष गऱ्यो उसले, त उसलाई थाहा छैन कि थेजिकुम हामीले पाउनुपर्छ भन्ने। र यो कुरा चाहिँ हाम्रो यत्रो धेरै कम्युनिटीहरू छ नेपालको, यहाँ कसैले पनि जानकारी दिएको छैन उसलाई चाहिँ। र उसले विद्यार्थीले चाहिँ ल 15 घन्टाभन्दा माथि तैँले थेजिकुम चाहिँ गर्न पाउँछस्, तैँले चाहिँ क्लेम गर्न पाउँछस् भनेर भन्यो भने चाहिँ तँलाई चाहिँ उल्टो समस्या पर्छ भनेर डर देखाउँछ। र यो कुरालाई चाहिँ चिर्न एकदमै जरुरी छ। यहाँबाट सबैले जति पनि हामी सङ्घ संस्थाको हुन्छौँ सबैले एकदमै चिर्न छ। अनि अर्को कुरा चाहिँ के, तेस्रो प्रश्न चाहिँ के हो भन्दा हिजो मात्रै एकजना भाइलाई भेटेको थिएँ, उसको नाम चाहिँ रमेश खत्री, उसले चाहिँ युनिभर्सिटी पढ्दै गरेको र उसले काम गर्दै गर्दा चाहिँ उसको औँला च्यापिएछ। गार्मेन्टमा काम गर्दै गर्दा उसको औँला च्यापियो। औँला च्यापिसके पछाडि उसलाई लाग्ने भनेको चाहिँ नेपाली 6 लाख लाग्यो। र उसले चाहिँ जब कि उसको औँला कम्पनीमा चापिएको हो र उस विद्यार्थी हो र उसले विदाउट वर्क पर्मिट काम गरेको छ र उसको औँला च्यापिसके पछाडि उसले आफ्नो खर्चमा चाहिँ सबै त्यो गर्यो। र जति पनि विद्यार्थीहरू कोरियामा बिरामी पर्छन् त्यो विद्यार्थीहरूलाई सहयोग चाहिने बेलामा चाहिँ अब हाम्रै सर्कलको स्टुडेन्टहरूले मात्रै सहयोग गर्छौँ कि। अब त्यसमा त अब हाम्रो पार्वती दिदीले चाहिँ धेरै गर्नुभएको छ पहिलेदेखि होइन। र यसमा चाहिँ हाम्रो सङ्घ संस्थाले सबैले गर्नु पर्यो यो कुरामा पनि होइन, किन भन्दाखेरि एकले पर्दा अर्कोले गर्ने हो, यो पनि एकदम प्रमुख समस्या नै हो। यति 3वटा चाहिँ मेरो क्वेसन है त। धन्यवाद।
अहिले पनि भने अब एउटा यो तपाईँको चाहिँ यो थेजिकुम जति हामीले चाहिँ एउटा कम्पनीमा 1 वर्ष काम गरियो भने त्यो 1 महिनाको तलब बराबरको रकम दिने कोरियामा नियम छ, त्यसलाई चाहिँ थेजिकुम भन्छ। यो थेजिकुम चाहिँ सबैले श्रमिक जति सबैले पाउँछ, अब स्टुडेन्टले पनि पाउँछ। तर अब हाम्रो अब एउटा कमजोरीको फाइदा के उठाउन खोज्छ भने साहुहरूले चाहिँ यो त चाहिँ इलिगल काम गरेको हो, तँलाई चाहिँ इमिग्रेसनमा चाहिँ मैले रिपोर्ट गरिदिएँ भने यो जरिवाना चाहिँ तिराउँछ अनि त्यहाँदेखि भिसामा चाहिँ अप्ठ्यारो पर्छ भनेर चाहिँ धम्की दिने गर्छ। यो धम्कीबाट नडराए पनि हुन्छ होइन। अहिले मैले भने त्यो पासपोर्टबाट तपाईँहरूले गर्नु होला, एउटा त्यो गर्दा चाहिँ धेरै सहज हुन्छ। अर्को साहुहरूले गएर रिपोर्ट गरिदिन्छ, साहुहरूले गएर रिपोर्ट गरिदिन्छ। यसमा चाहिँ अब केही रिस्क चाहिँ लिनुपर्ने हुन्छ क्या, साहुहरूले त्यस्तो पनि छ। अब बिना भिसा जो यहाँ बसिरहेको छ श्रमिकहरू, उनीहरूलाई चाहिँ उनीहरूले उजुर गर्छ, उजुर गरेर पुलिस बोलाइदिने, यसरी पक्रेर जानेहरू पनि छ। चाहिँ यो चाहिँ अलिकति जिउ छाडा साहुहरू होइन, अलिकति यो अलिकति यो सोचहरू खराब भएको साहुहरूले चाहिँ यस्तो गर्छ। र तपाईँहरूको जुन स्टुडेन्टहरू हो हुनुहुन्छ केही रिस्क त हुन्छ, तर पनि अब धेरै त्यति ठुलो रिस्क हुँदैन, तपाईँहरूले उजुर गर्न सक्नुहुनेछ। र थेजिकुम यो पाउँछ, यो मैले बारम्बार भनिराखेको हो, अब तपाईँहरूकोमा नपुगेको होला होइन। तर विभिन्न यो संस्थालाई कतिलाई थाहा छ कतिलाई थाहा छैन। र हामीले चाहिँ यो थेजिकुम भनेको अहिले मैले भनिहालेँ होइन, 1 वर्ष काम गऱ्यो भने 1 महिनाको तलब बराबरको रकम दिने जुन नियम छ त्यसलाई चाहिँ थेजिकुम भन्छ। र यो चाहिँ सबैले पाउँछ, तपाईँहरूले चाहिँ उजुरी गर्न सक्नुहुनेछ। र हामी यो चाहिँ धेरैभन्दा धेरैले जानकारी गराउन यस्तो कुराहरू। अब योभन्दा धेरै नबुझेको हामी योभन्दा अरू पनि छ होइन, हाम्रो एमटिभीले भनिरहेको अवस्था छ। र यसरी यो जहाँ अगाडि बढियो भने हामीले चाहिँ राम्रो हुनेछ। र अब सहयोग गर्ने कुरो बारेमा चाहिँ कस्तो छ भने अहिले अब विभिन्न संस्था छ यहाँ, हाम्रो विभिन्न क्षेत्रीय छ, जातीय छ, धार्मिक छ, हरेक संस्था छ। यहाँ चाहिँ अलिकति उसको संस्था हो यो तिमीहरूको संस्था छ छैन भन्ने यहाँ त्यस्तो किसिमको पनि छ क्या। हामीले सबै हामी एउटै नेपाली हौँ, एउटै हामीले चाहिँ समस्या समाधान गर्नुपर्छ भन्ने पनि छ, त्यो भावना पनि छ। तर त्यो भावना अलिक कम छ हामीमा। र एउटा स्टुडेन्टहरू पनि संस्कृतले गर्छ भन्ने चाहिँ छ। र अब एउटा तनाउको कोही चाहिँ बिरामी भयो भने तनाउ सम्पर्क समितिले गरिदिन्छ, तनाउ समाजले गरिदिन्छ भन्ने छ। यस्तो किसिमको यो समाज हामीले पढेर अलिकति यस्तो किसिमको विभाजन पनि भइरहेको अवस्था छ हाम्रो है। र समाज यो सबैले फेरि त्यो आफ्नो क्षेत्रकोले चाहिँ सेवा त्यो सुविधाहरू सहयोग पाएको अवस्था पनि छ, नराम्रो त होइन। तर पनि अब यो विद्यार्थीको हकमा चाहिँ अलिकति कम यो सहयोग पाइरहेको पनि होला। र त्यो भएको हुनाले हामीले चाहिँ अब सबैले चाहिँ के सोचौँ भने यो चाहिँ हामी एउटै हो, हामी नेपाली हौँ र जसलाई परे पनि हामीले गर्नुपर्छ भनेर हामीले सोचौँ। र विद्यार्थीहरूलाई पनि धेरैभन्दा धेरै सहयोग गर्नको लागि चाहिँ अब यहाँको संस्थालाई लागिपर्छ भन्ने मलाई म आशा गर्दछु। धन्यवाद। थेजिकमको कुरा चाहिँ वर्क पर्मिट भएको काम गरेकोले मात्रै पाउँछ होला होइन? पार्ट टाइमलाई पनि दिन्छ, 1 वर्ष काम गऱ्यो भने पार्ट टाइम। नमस्कार, म केदार निरौला, पूर्वी नेपाल समाज दक्षिण कोरियाको अध्यक्ष। मैले एउटा प्रतिनिधि घटनाको बारेमा सानो जिज्ञासा हाम्रो नेपाली राजदूतावास सौलका श्रम काउन्सिलमा यहाँ गरेर समक्ष राख्न चाहन्छु। म समक्ष एउटा यो गत हप्ता खोटाङका एकजना व्यक्ति साइकल दुर्घटनामा कोरियामा निधन हुन्छ। उहाँ लिगल्ली E7 भिजामा हुनुहुन्छ र उहाँको नाम वेदबहादुर राई। उहाँलाई चाहिँ हामीले सुनेअनुसार हामीले बुझेअनुसार यहाँ कोरियामा डेड बडी नेपाल पठाउन सबै खर्च नेपाल सरकारले गर्छ भन्ने हामीले बुझेका छौँ जेनरली। अब उहाँको हकमा चाहिँ 69 लाख रुपियाँ पैसा मागियो भन्ने चाहिँ पीडित भनौँ या उहाँ मृतकको परिवारबाट एउटा गुनासो आछ। यो कुन अवस्थामा यस्तो हुन्छ यसको बारेमा प्रश्न पारिदिनु हुन म अनुरोध गर्छु। हस्, धन्यवाद। कोरियन वान 69 लाख कोरियन वान। हस्, धन्यवाद। यो विषय चाहिँ म आफै पनि भन्ने पक्षमै थिएँ, मैले यहाँ लेखेर पनि राखेको थिएँ। धेरै ठाउँबाट यो जानकारी अथवा जिज्ञासाको रूपमा आइरहेको छ। यो के भएको छ भने म तपाईँहरूलाई पनि यही मार्फत जानकारी के गराउन चाहन्छु भने कुनै पनि हाम्रो श्रमिकहरू E9 मा आउनुभएको छ र श्रम स्वीकृति लिएर आउनुभएको छ
5 वर्ष 6 वर्ष 7 वर्षसम्म यहाँ काम गर्नुभयो र सुरुमा श्रम स्वीकृति लिएर आएर उहाँ फर्केर जानुभएको छैन र पुनः अर्को श्रम स्वीकृति लिनुभएको छैन। जस्तो E9 मा लिएर आउनुभएको छ, E7 लिनुभएको छैन, अथवा E7 लिएर पनि अनि उहाँले गएर नेपाल गएर श्रम स्वीकृति लिएर आउनुभएको छ भने त्यस्तो केसमा वैदेशिक रोजगार बोर्डबाट प्रत्येक वर्ष हामीले चाहिँ यो कुनै पनि एउटा संस्थासँग यो एग्रिमेन्ट गर्छौँ। लास लानको लागि यहाँबाट लास लिएर जानको लागि एग्रिमेन्ट गर्छौँ। त्यो एग्रिमेन्ट चाहिँ अहिले हाम्रो दूतावासले एफएस इन्टरनेसनल भन्ने संस्थासँग एग्रिमेन्ट गरेको छ। त्यो एग्रिमेन्ट 1 वर्षको 1 आर्थिक वर्षको लागि हुन्छ। यो आर्थिक वर्षको लागि 65 लाख कोरियन वोनमा हामीले एग्रिमेन्ट गरेका छौँ। यो एग्रिमेन्ट गरिसकेपछि जब पनि श्रम स्वीकृति भएको र उहाँ आउनुभएको मान्छेहरूको चाहिँ 65 लाख कोरियन वोन वा त्योभन्दा तलमा सब लिएर जाने अवस्थामा हामीले अहिलेसम्म मैले अब 18 महिना 19 महिना म यहाँ आएको भयो, त्यति बेलासम्ममा एकजनाको पनि हामीले यसरी लिनु परेको थिएन। मात्रै योभन्दा अगाडि दुईटा परिवार, मैले ठ्याक्कै नाम चाहिँ बिर्सी, 2 जनाको लागि के भयो भने यो अहिले तपाईँहरूले यो सिचुएसन देख्नुभएको छ। खाडीतिर हामीले कतार एयरलाइन्सबाट लाने गरी एग्रिमेन्ट गरेको छौँ एफएस इन्टरनेसनलसँग, तर कतार एयर अब बिचमा उडेन। कतार एयर नगइसकेपछि उसले लिएर जाने अब त्यहाँ डिस्टर्ब भयो, कतार एयर गएन, नगइसकेपछि अर्को एयरलाइन समात्नु पर्ने भयो। अर्को एयरलाइन समात्नको लागि जस्तो अब थाई एयरलाइन्स समात्दाखेरि पहिलो एउटा सब जाँदाखेरि 65 लाख कोरियन वोन वैदेशिक रोजगार बोर्डले बेहोर छ, तर उसले लियो प्लस 65 लाख कोरियन वोन भनेपछि कति भयो 1,30,000 भनौँ न 30 लाख कोरियन वोन बराबरको उसले पैसा लिइसकेपछि अनि अब 65 लाख परिवारले बेहोर्नु पर्ने भयो, 65 लाख हामीले बेहोर्नु पर्ने भएपछि हामीले परिवारलाई भन्यौँ यस्तो यस्तो अवस्था भयो। अब तपाईँहरूले होइन कुर्नुहुन्छ यो सिचुएसनमा सेटल भइसकेपछि मात्रै पठाउँछु 65 लाखमै आउँछ भनेर बस्नुहुन्छ भने त्यो सब बस्ने भयो, किनभने अब हामीले गभर्मेन्टबाट त्यहाँभन्दा बढी दिँदैन, त्यहाँबाट बढी दिने अवस्था छैन। हामीले फाइल पनि उठाएर यस्तो यस्तो अवस्था भयो भनेर क्रिटिकल सिचुएसनमा पनि भनेर पठायौँ, तर हामी त्यसरी दिन सक्दैनौँ। वैदेशिक रोजगार बोर्डले के भन्यो भने अब त हामी सब लानको लागि कसैलाई पनि पैसा नदिने गरी फाइल उठाउँदैछौँ। यति विरोध आएको छ कि कल्याणकारी कोष भनेर स्थापना गर्ने कि सरकारले छुट्टै सब लानको लागि मात्रै त्यस्तो बिमा जस्तो खालको कोष खडा गर्नु पर्यो, होइन भने कल्याणकारी कोष खडा गर्ने तर यहाँ सबैजना यता मान्छेहरू त्यो कल्याणकारी कोषमा पैसा तिरेर आउने, खालि सब लिएर जान मात्रै कल्याणकारी कोषबाट पैसा चाहिँ अझै घाटामा गयो। 1 अर्ब 2 अर्ब 1.5 अर्ब जति घाटामै गइरहेछ भने खालि सब मात्रै लिएर जाने कि अरू कल्याणकारी काम पनि गर्ने त? कसैको परिवारको सुरक्षाका कुराहरू होलान्, कतिपय अब हामीले पुनरेकीकरणका कामहरू गर्नुपर्ने होलान्, कतिपय मान्छेहरू फर्केर आएकोलाई लोन दिनुपर्ने कुराहरू होलान्, अनेक कामहरू हामीले गर्नुपर्छ। खालि सब मात्रै लिएर जाने कुरा हुन्छ हाम्रो? त्यति 65 लाख पनि हामीले घटाउने गरी लिएर गएको छौँ म्याडम। त्योभन्दा बढी हामीले फाइल उठाउनुहोस्, जे गर्नुहोस्, हामीले एक पैसा पनि दिन सक्ने अवस्था छैन भनेर कार्यकारी निर्देशकज्यूले नै स्पष्ट भन्नुभयो। त्यसपछि अब हामीले परिवारलाई भनिसकेपछि उहाँले अलि समय राख्नुभयो, उहाँको अवस्था पनि त्यति राम्रो छैन, परिवारको अवस्था राम्रो छैन भनेर केही समय 13 दिन कि 14 दिन त्यो सब होल्ड भयो, ताकि यो कोरियामा आइसकेपछि 2 दिन 3 दिन 4 दिन 5 दिन 1 हप्ताभन्दा बढी कहिले पनि सब हामीले यहाँ राखेको छैनौँ। सकेसम्म हामीले सबलाई चाहिँ पहिलो प्रायोरिटी दिएर हामीले पठाउने गरेका छौँ। त्यो सब 13-14 दिन अड्क्यो, त्यसपछि अनि परिवारले होइन हामी लिएर आउँछौँ भनेर पैसा राख्नुभयो। 65 लाख कोरियन वोन त्यो सब भयो। त्यसपछि अर्को सबको बेला यही बेलाको छ, यही 3-4 महिनाको मात्रै अवधिको अर्को सब आयो। अर्को सबलाई 55 लाख कोरियन वोन थप्नुपर्ने भयो। उहाँले गर्नुभयो, त्यो पैसा थपेर लिएर जानुभयो। त्यो सब थाई एयरलाइन्सबाट गएको थियो। अहिलेको सब के, अहिलेको अवस्था के, बिचमा फेरि स्मुथ गयो, फेरि 8-10 वटा 5-7 वटा जति अब बिचमा त्यो स्मुथली गयो। अहिले फेरि के भयो, एकदमै बढेको कोरियन एयर त्यो कतार एयरलाइन्सबाट 20 लाख नेपाली 20 लाख बराबरको पैसा दिनुपर्ने भयो। अनि हामीलाई एफएसले भन्यो अब कतारबाट त उसले 20 लाख घटी सब लिएर जान्न भनेर भन्यो। थाईमा बुझ्दा थाईमा पनि त्यतिकै महँगो भन्यो, जस्तो कोरियनभन्दा डाइरेक्ट फ्लाइट कोरियनभन्दा अझै थाईले पनि महँगो भन्यो। अब के गर्ने, थाई यति डाइरेक्ट फ्लाइट मङ्गलबारै जान्छ। अब यो हिजो अस्तिको कुरा भयो, हाम्रो शनिबारको कुरा भयो,
डाइरेक्ट फ्लाइट थाई कोरियन एयरबाटै जान्छ भनेदेखि यसको लागि चाहिँ 65 लाख हामीले दिने प्लस अनि 69 लाख 6,69,00,000 लाख चाहिँ प्लस थप्नु पर्ने 14,13,40,000 जम्मा लाग्छ भन्ने कुरा आएपछि अनि परिवारलाई हामीले त्यही कुरा गऱ्यौँ। त्यो कुरा गरिसकेपछि के हो भने त्यो चाहिँ आज गएन सब भने भोलि पनि त्यो सबको पैसा केही तलमाथि हुनसक्छ अथवा 2-4 दिन कुर्दाखेरि अझै घट्न पनि सक्छौँ। हामीले परिवारलाई स्पष्ट के भनिदिएको थियौँ भने यदि तपाईँले खोजेर कुनै पनि एयरलाइन्सबाट त्योभन्दा सस्तोमा लान सक्नुहुन्छ भने हामीलाई भन्नुहोस्, हामी कोअर्डिनेसन गरेर त्यसरी पनि पठाउँछौँ भनेर हामीले पनि भनेको थियौँ। तर उहाँहरूको आउने पैसाहरू कम्पनीले नै तिरेको छ। कन्डोलेन्स बापतको नेपाली रुपियाँ 10 लाख रुपियाँ तिरेको छ, उहाँको बिमा बापतको 20 लाख रुपियाँ आउँदैछ, तर पिओए आउनु पर्यो त्यसपछि मात्रै निकाल्न पाउने भयो। कम्पनीले पहिले नै राखिदिइसक्यो, उसलाई त्यहाँबाट लिएर जाने 3 लाख जति रुपियाँ उसको सबहरू लानको लागि प्लस 10 लाख रुपियाँ उसले उसको व्यक्तिगत खातामा हालिदिइसकेको छ। पैसा त उसको खातामा छ, तर तपाईँहरूले अहिले म्यानेज गर्नु पर्यो भनेर हामीले त्यसरी पठाएको। उहाँहरूले सहर्ष गर्नुभएको छ। अहिले मलाई 2-4 जनाहरूले चाहिँ फोन चाहिँ यो आएको गरिराखेको थियो। समस्या चाहिँ त्यसरी भएको हो। हामीले वैदेशिक रोजगार बोर्डले पैसा नदिएर उहाँसँग मात्रै मागेको पनि होइन, यो महँगिएको भएर सब लानको लागि भाडा महँगिएको भएर यस्तो सिचुएसनमा मात्रै यो भएको हो। त्यही अनुसारको यहाँहरूले जानकारी दिनु हुन अनुरोध गर्छु। आज मैले वास्तवमा यहाँ समस्या समाधान गर्नुपर्ने साथीहरू धेरै छन्, तर कम आउनु भएको छ जस्तो लाग्छ। हामी जहिले पनि दुख्ने अवस्थामा मात्रै त्यो ठाउँ खोज्छन् कि त्यो गलत छ। तपाईँहरू म भन्न चाहन्छु विद्यार्थी साथीहरू सायद समस्या इपिएस E9 E7 को भन्दा विद्यार्थी साथीभाइको धेरै समस्याहरू छन्। यी समस्या हल्याउने एकदम ठिक कुरा हो। तपाईँहरू हामीसँग कन्ट्याक्ट गर्नुहुन्छ, तपाईँहरू हराउनुहुन्छ। तपाईँहरू 10औं ठाउँ बोल्नुहुन्छ, एक ठाउँमा कसले के भन्छ हराउनुहुन्छ। हामी कोरियनसँग एउटा चाहिँ कन्ट्याक्ट गरेको हुन्छ, हामी यसो गर्छौँ भने चाहिँ तपाईँहरू कन्ट्याक्टै बिजी भइदिन्छ। पहिलो कुरा तपाईँहरू जानी कानुनभन्दा बाहिर जाँदै हुनुहुन्छ। त्यो कानुनलाई तपाईँहरूले पालन गर्नुहोस् म भन्न चाहन्छु। एउटा भाइले भन्नुभयो तलब हामीलाई दिँदैनन्, दलालले पछि गएर कति पर्सेन्ट खाने भन्छ भन्नुभयो। सही कुरो हो, किनभने तपाईँहरूले 3-4 ठाउँ बुझ्नुभएको एउटा कुरो हुन्छ भने अर्को कुरो के हुन्छ भने तपाईँहरूले कोही साथीको चाहिँ 2 लाख 3 लाख ओन पनि हुन्छ, त्यसलाई कानुन लगाम भने पनि नभने कोरियन भाषा के भने हे बुधो फेक्को बिख भन्छ, पेटभन्दा नाइटो ठुलो। त्यसको अर्थ के हो भन्दा हामीले लिनुभन्दा दिनुपर्ने बढी खर्च बढ्यो। त्यसले गर्दा त्यसमा तपाईँले चासो नगर्नुहोस्। 2-3 लाखमा वास्तै नगर्नुहोस्। तपाईँहरूले 20-25 लाख 8-10 लाख नेपाली त्यस्तो छ भने वकिल लगाम तपाईँहरूले 15% 10% कति छन् त्यो लगाएर पाउनुहुन्छ। अर्को कुरो के छ, तपाईँहरूले अर्को कानुनले तपाईँहरूले फेरि इमिग्रेसन च्याट चाहिँ पनि विचार गर्नुपर्ने हुन्छ। अर्को कुरो तपाईँहरूले थेजिकम भन्नुभयो, तपाईँहरूले कुनै समस्या नपरेको थेजिकम के अरे काम गर्नु भएर वर्ष दिन बितेको छ भने त्यो थेजिकमलाई आश नगर्नुहोस्। किन भन्दा त्यसले गर्दा तपाईँहरूको स्टुडेन्ट भिसामा त असर पर्छ नि। किनभने उनीहरूले त्यो थेजिकम पाउनलाई उनीहरूले ट्याक्समा पनि उनीहरूले एप्लाई गर्नुपर्ने हुन्छ। त्यो समस्या थेजिकम त पाउनुहुन्छ, 20 लाख ओन लिने कि तपाईँको स्टुडेन्ट फाल्ने त्यो बुझ्नुहोस् तपाईँहरूले। र अर्को कुरो तपाईँको हात च्यापियो भन्नुभएको थियो, त्यो पनि त्यही हो। हात च्यापिएदेखि त्यो कम्पनीको मालिकले साँझे एप्लाई गरेर भने साँझेबाट पैसा पाउँछ तपाईँले। तर यो गर्नुहोस्, तपाईँहरूले साहुसँग सहमति गर्नुहोस्। मेरो यसरी हात च्यापिएको छ, तपाईँले साँझे एप्लाई गरेर तपाईँलाई समस्या हुन्छ, मेरो पनि केही हेरेर तपाईँलाई चाहिँ सहयोग माग्नुहोस् न, हामीले पैसा हामीले दिनु पर्यो भनेर मात्रै होइन कि त्यो अवस्थामा तपाईँहरूले तपाईँको सङ्घ संस्था छेउको साथीभाइसँग सल्लाह गरेर त्यो ठाउँमा गएर सल्लाह गर्ने। कति कुरा हामीले कानुनभन्दा बाहिरको चाहिँ कानुनबाट बाहिरबाटै काम गर्नुपर्ने परिस्थिति मलाई लाग्छ। तर हामी चाहिँ के भन्थे आफ्नो गल्ती लुकाएर अर्को गल्तीमा पढेर पनि काम हुँदैन नि वास्तवमा। त्यसले गर्दा तपाईँहरूले हामीसँग सल्लाह लिनुहोस्, हामी जहिले पनि ओपन छौँ तपाईँहरूको लागि। विद्यार्थीको लागि म 24 घन्टा मैले जहिले भनेको छु, मैले पद छोडेर मात्र जतिखेर म तयारी छु। तर तपाईँले यो काम गर्नुहोस् कि म कतिसम्म यो काम गर्दाखेरि मलाई राम्रो होला र नराम्रो होला तपाईँले बुझ्नुहोस् पहिला र सल्लाह लिनुहोस्। र तपाईँहरू चाहिँ कन्ट्याक्ट गरेपछि कन्ट्याक्ट दिनु नहुनुहोस्। धेरै साथीहरू 2 लाख 3 लाख लिएर मसँग सयौँले फोन आउँछन्, 2 दिनपछि फोन फोनै उठाइदिन्न। त्यसपछि गर्ने के भन्दा कोरियनसँग म बेइमान हुन्छ। त्यसले गर्दा त्यो तपाईँले बुझिदिनुहोस्, त्यसो गर्नु भने राम्रो हुन्छ जस्तो मलाई लाग्छ। र अब आउने समयमा सायद अहिले यो वारले गर्दा पनि प्रिन्टिङको समस्याले गर्दा हाम्रो अहिले लास्टको समस्या बढिरहेको हामी एमबीसँग यो भन्न चाहन्छौँ।
अझै पनि त्यो बाटोमा अरू बाटो पनि छ भने खोज्नुहोस् तपाईँहरूले। हामीले कसरी हुन्छ आफ्नो श्रमिक आफ्नो जनतालाई चाहिँ सस्तोमा लानु पर्ने परिस्थिति हुँदैछ र हामी त्यसको अनुरोध गर्न चाहन्छौँ भन्न चाहन्छु। हस्, धन्यवाद। नमस्ते, म रबिन नाथ, अहिले चाहिँ सौल क्रिस्चियन युनिभर्सिटीको मास्टर्सको विद्यार्थी, सँगसँगै सुदूरपश्चिम समाज दक्षिण कोरियाको उपाध्यक्ष पनि। मेरो प्रश्न चाहिँ के छ भनेपछि एउटा केस चाहिँ म भन्न खोजिरहेको छु। एउटा घटना चाहिँ केही समय 2024तिर चाहिँ एउटा बहिनी एउटा युनिभर्सिटीमा चाहिँ ल्याङ्ग्वेज भिसामा डिफरमा आउनुभएको थियो। केही समयपछि चाहिँ उहाँले चाहिँ 6 महिना अथवा 1 वर्षपछि चाहिँ उहाँले चाहिँ भिजा परिवर्तन गरेर D2मा अर्को युनिभर्सिटी देउली युनिभर्सिटी जानुभयो। पढ्दै पढ्ने क्रममा 1 वर्ष अथवा 1.5 वर्ष उहाँले पढिसकिसकेपछि चाहिँ उहाँलाई चाहिँ एउटा डिप्रेसनको शिकार अथवा मानसिक तनावले गर्दा उहाँ बिमार हुनुभयो। केही समय हस्पिटलाइज पनि हुनुभयो। यो कुरा लिएर हामीले एमबिसीलाई चाहिँ एकदमै समन्वय गर्न खोज्यौँ। एमबिसीले चाहिँ के भन्नुभयो भनेपछि जुन कन्सल्टेन्सीबाट आएको त्यो कन्सल्टेन्सी चाहिँ सोल्युसन गर्नुपर्छ, यस्तो समस्याहरू भन्नुभयो। सिधै भन्नुभयो, यो कुरा चाहिँ भन्नुभयो। अनि विद्यार्थी आएको 3 वर्ष पहिला होइन, 3 वर्ष 4 वर्ष पछि चाहिँ कन्सल्टेन्सी नै छैन भनेपछि अनि यहाँ आइसकेपछि चाहिँ कन्सल्टेन्सी खोज्ने हो कि हाम्रो अभिभावकको रूपमा रहेको संस्थाहरू एनआरएनए अथवा एमबिसीलाई खोज्ने हो होइन। त्यो कारणले गर्दा हाम्रो राम्रोसँग चाहिँ एमबिसीसँग समन्वय नभएका कारणले गर्दाखेरि चाहिँ बहिनीको भिजा याङजाङ पनि नभएर चाहिँ नेपाल पठाउनु पर्यो। परिवारले स्वयं आफैले सबै खर्च लागतहरू चाहिँ तिरेर नेपाल फिर्ता हुनु पर्यो। र अहिले बहिनी नेपालमै हुनुहुन्छ, अहिले कोरिया आउन सक्नु भएको छैन। उहाँको पढाइ पनि ड्रप भयो र उहाँको भविष्यमा पनि एउटा फुल स्टप लागेको समस्या छ। यो कुरामा चाहिँ एमबिसीले यस्ता प्रकारका कुराहरूमा चाहिँ एमबिसीले एकदमै सही ढङ्गले चाहिँ गाइडेन्स गरेको भए चाहिँ बहिनीको केही न केही सोल्युसन भएर अहिले बहिनी यहीँ हुन्थे अथवा आउने वातावरण पनि बन्न सक्थ्यो भन्ने कुरा चाहिँ मैले राखेँ। अब मैले विद्यार्थी सम्बन्धमा चाहिँ म अलिकति अनभिज्ञ नै बन्नुपर्छ, किनभने दूतावासको कुरा त हो। दूतावासको प्रतिनिधि भएर आइसकेपछि मैले त्यो कुराहरू गरेका कुराहरूमा जवाब चाहिँ दिनुपर्छ। अहिले विद्यार्थीहरूको धेरै समस्याहरू देखेको छ, तर जस्तो अहिले श्रम मन्त्रालयले विभिन्न किसिमका उद्धार, राहत, मनोसामाजिक परामर्श लगायतका विविध विषयहरूमा केही न केही रकमहरू दिएको र हामीले पनि विभिन्न किसिमका समन्वय गरिरहेको अवस्था चाहिँ छ। तर विद्यार्थीको हकमा हामीलाई उद्धार गर्ने, राहत उपलब्ध गराउने अथवा कुनै पनि अब मनोसामाजिक परामर्शका कुराहरू प्रोग्राम लिएर जानको लागि हामीलाई त्यस्तो खालको दूतावासमा कुनै रकम चाहिँ व्यवस्था भएको छैन। तैपनि अब हामीले श्रमिकहरूलाई राखेको जुन मनोसामाजिक परामर्श हो त्यो विद्यार्थीहरूले पनि लिन सक्नुहुन्छ भनेर हामीले भनिराखेका छौँ र त्यो दिने क्रमहरू चाहिँ त्यसरी छ। तर अब कसले आएको मान्छे उताको पठाएको कन्सल्टेन्सीलाई नै यहाँ अब उहाँ बिरामी हुनुभयो कन्सल्टेन्सीलाई सम्पर्क गर्नुहोस् भन्ने चाहिँ त्यति राम्रो जवाब चाहिँ होइन। हामीले नै त्यो कुराहरूमा चाहिँ हामीले नै कोअर्डिनेसन गर्ने अथवा हाम्रा विज्ञहरूसँग सम्पर्क गराइदिने, सकेसम्म उहाँहरूको भिसाहरू चाहिँ नजाओस्, उहाँ आइसकेपछि कम्प्लिट गरेर जानको लागि हामीले आफ्नो भूमिका चाहिँ खेल्नुपर्ने हुन्छ। अब अहिले भर्खरै भएका घटनाहरू त्यस्ता केही छन् भने मलाई पनि तपाईँहरूले सम्पर्क गर्न सक्नुहुन्छ, त्यसमा म पनि आफ्नो तर्फबाट कोअर्डिनेसन चाहिँ गर्छु र केही मनोसामाजिक परामर्श दिने विषय उहाँलाई चाहिँ पहिलाकै अवस्थामा ल्याउन सकिन्थ्यो कि सकिन्थेन, कसरी सकिन्थ्यो भन्ने विषयमा चाहिँ हाम्रो सृजना थापाज्यूले यसो केही कुरा राखिदिनुहुन्छ। प्रश्नको लागि धन्यवाद। तर दुःख छ उहाँ गइसक्नु भएको छ होइन। म तपाईँलाई के जानकारी गराउँछु भन्दा प्रत्येक युनिभर्सिटीमा स्टुडेन्ट काउन्सिलिङ सेसन हुन्छ। यो चाहिँ हामी सबैजना तपाईँहरू एकदम रेस्पोन्सिबल अर्गनाइजेसनमा हुनुहुन्छ अनि तपाईँ कतिपय युनिभर्सिटीमा हुनुहुन्छ अनि प्रत्येक युनिभर्सिटीमा स्टुडेन्ट काउन्सिलिङ सेन्टर हुन्छ होइन। त्यो चाहिँ प्रायः कोरियन स्टुडेन्ट रिलेटेड काउन्सिलिङ सेसन हुन्छ। तपाईँहरू जुन इन्टरनेसनल स्टुडेन्टहरू बढी भएको युनिभर्सिटीहरूमा तपाईँले गएर खोजी गर्नुहोस्, किन भन्दा त्यो स्टुडेन्ट काउन्सिलिङ सेन्टरमा काउन्सिलरहरू हुनुहुन्छ, प्रोफेसनल काउन्सिलरहरू हुनुहुन्छ। तपाईँले बाहिर गएर काउन्सिलिङ लिनुभयो भने 1 घन्टाको $100 जति लिनुहुन्छ, एकदम एक्सपेन्सिभ हुन्छ, अफोर्ड गर्न सक्दैनन् विद्यार्थीहरूले। त्यसले गर्दाखेरि स्टुडेन्ट काउन्सिलिङ सेन्टरमा गएर त्यो लिङ्कबाट तपाईँहरूले गर्नुभयो भने
त्यहाँबाट पनि सहायता हुन्छ उहाँहरूलाई। जस्तै उहाँको केसमा अब कुनै इन्भाइरोमेन्टल केही केसेसले गर्दा अथवा इकोनोमिक केसेसले गर्दाखेरि उहाँलाई डिप्रेसन भयो भने त्यो कुरा काउन्सिलिङले पनि साइको काउन्सिलिङले पनि कतिपय कुराहरू हेल्प हुन्छ कि। जस्तै मेरो केसमा मैले कतिपय स्टुडेन्टहरूलाई काउन्सिलिङ गरेर उहाँहरू पुरै गिभअप गर्ने स्टेजमा आउँदा पनि कन्टिन्यू गरेर उहाँहरूको सक्सेसफुल लाइफ कोरियामै भएको केसेसहरू छ। त्यो मेरै विटनेस अथवा मेरै अन्डरमा भएको क्लाइन्टहरूको केसेसहरू छ। त्यसले गर्दाखेरि चाहिँ अब त्यो एम्बेसीको रोल धेरै इम्पोर्टेन्ट हुन्छ आगामी दिनहरूमा। किन भन्दाखेरि नामसोल युनिभर्सिटीमा काउन्सिलिङ म एज अ प्रोफेसर भयो भने पनि अहिले यहाँ डक्टर मिनु सुजाको हुनुहुन्छ। उहाँले अहिले हालचालै काउन्सिलिङ रिहाबिलिटेसन एडिक्सन रिहाबिलिटेसन काउन्सिलिङमा डक्टर सक्नु भएको छ। अनि प्लस हाम्रो मेन पावरहरू हुनुहुन्छ। अनि हामी उहाँहरू बेसिक काउन्सिलिङ गरेर तपाईँहरूको समस्या के छ, जस्तै डिप्रेसनको कुरा भयो, अनि त्यस पछाडि लोन्लिनेसको कुरा भयो, अनि त्यसपछि एन्जाइटीको कुरा भयो, यिनी बेसिक इन्फर्मेसन चाहिँ लिन सकिन्छ। लिएर अनि उहाँहरूलाई सिभियर केस, अब त्यहाँ केसेस हुन्छ, लेभल हुन्छ, माइल्ड टु मोडरेटसम्म भयो भने साइको काउन्सिलिङले उहाँलाई मजाले राइट वेमा लान सकिन्छ। जब सिभियर केस हुन्छ अनि हामीले नै साइकियाट्रिस्टलाई उहाँहरूलाई लिङ्कअप गरिदिन्छौँ, किनभने त्यो कुराहरू फिजिकल रिलेटेड पनि जान सक्ने अथवा अलिकति सिरियस भएको कारणले हुन्छ। त्यसले गर्दाखेरि चाहिँ आगामी दिनमा म पनि यहीबाट हाम्रो एम्बेसीसँग रिक्वेस्ट गर्न चाहन्छु, त्यस्तो कुनै विद्यार्थी, किन अघिले उहाँले के भन्नुभयो भन्दा हामी विद्यार्थी भन्दा पनि श्रमिक, त्यो स्वाभाविकै हो पनि। एम्बेसी चाहिँ प्राय श्रमिक रिलेटेड बढी पोलिसी अथवा वर्कआउट गरिराख्नु भएको छ। र आगामी दिनमा हामीले स्टुडेन्टहरूलाई इग्नोर गर्न चाहिँ मिल्दैन, किनभने अहिलेको हालचालमा चाहिँ श्रमिक जस्तै स्टुडेन्टहरूको केसेसहरू पनि एकदम सिरियस केसेसहरू छ। त्यसले गर्दाखेरि हजुरलाई इफ आगामी दिनमा त्यस्तो केसेस भयो भने हामीहरूलाई सम्पर्क गर्न सक्नुहुन्छ। अनि उहाँहरूलाई के समस्या भएको छ र के गर्नुपर्ने र कसरी अगाडि बढ्ने तरिकाले चाहिँ हामीले हेल्प गर्न सक्छौँ। त्यति नै भने उहाँलाई ब्याक टु नेपाल गएर पनि स्वास्थ्यको लाभको कामना गर्छु। हस्, धन्यवाद। आज एउटा प्रश्न आएको छ। मैले कोरियामा नेपालीहरूको मानसिक स्वास्थ्य, श्रम अधिकार र विद्यार्थी समस्याका निम्ति के त भन्दा नेपालीहरूको मानसिक स्वास्थ्य, श्रम अधिकार र विद्यार्थी समस्याका निम्ति स्थायी सहायता केन्द्र स्थापना गर्न सकिन्छ कि सकिँदैन? यदि हुन पनि सक्छ भने त्यसको बारेमा जानकारी दिनुहोला। तर संस्था धेरै, तर फिल्डमा खट्ने व्यक्तिको अभावको महसुस भएको छ। दूतावासले यो सम्बन्धी के गरेको छ अथवा के गर्ने छ त्यसको बारेमा सम्पूर्ण जनसमुदायमा फेरि एकपल्ट भने मैले कोरियामा रहेका नेपालीहरूको मानसिक स्वास्थ्य, श्रम अधिकार र विद्यार्थी समस्याका निम्ति स्थायी सहायता केन्द्र स्थापना गर्न सकिन्छ कि सकिँदैन? यसको एन्सर दिनुहुन हार्दिक अनुरोध गर्दछु। धन्यवाद यहाँलाई। अब स्थायी सहायता केन्द्र अहिले दूतावासमा त्यस्तो छैन, यहाँलाई जानकारी नै छ। र अब यो चाहिँ मन्त्रालयबाट र अहिले नयाँ बनेको मान्य मन्त्रीज्यूहरूबाट पनि यस विषयमा सहायता केन्द्र खोल्नको लागि र यो सेल्टरहरू गर्नको लागि के व्यवस्था छ र कसरी हामीले गर्न सक्छौँ, यसको लागि के गर्नुपर्छ भन्ने जस्तो खालको हामीलाई रिपोर्टिङ गर्न चाहिँ लिखित रूपमा आएको छ। त्यसको लागि अब हामीले सहायता केन्द्रहरू नभएको, सेल्टरहरू नभएको, यसको आवश्यकता भएको र मानसिक रोगीहरू कोरियामा धेरै मात्रामा दिन प्रतिदिन बढ्दै गएको, यहाँलाई डाटा मात्रै पनि भन्दा पनि हामी अलिकति एकदमै भल्नरेबल अवस्थामा रहेको देखिन्छ। गत साउनदेखि अहिलेसम्म जेठ मसान्तसम्मको डाटा हेर्दाखेरि 25 जना मान्छेले मृत्युवरण गर्नुभएको छ। त्यसमा 13 जनाले आत्महत्या गर्नुभयो। 13 जना भनेपछि 13 दुना 26 भनेपछि आधाभन्दा बढीले आत्महत्या गरेको अवस्था छ। र दैनिक जसो यो मानसिक समस्या भएको हाम्रो दूतावासमा आइरहने, कतिपय अवस्थामा हामीले रेस्क्यु गरेर नेपाल पठाउनु पर्ने, कतिपय अवस्थामा सेल्टरहरू खोजेर राख्नुपर्ने, कतिपय अवस्थामा हस्पिटलहरूमा भर्ना गरेर त्यसको लागि कोअर्डिनेसन गर्नुपर्ने कामहरू गरिरहेको छौँ।
त्यस कारणले गर्दा अब आर्थिक सहायता केन्द्र स्थापना गर्न सकिन्छ कि सकिँदैन भन्ने कुरा चाहिँ हामीले लिखित रूपमा गर्नुपर्छ भनेर लेखेर पठाएको छौँ। अब भविष्यमा यो एकदमै जरुरी छ, दूतावासमा हुनुपर्छ भनेर लेखेर पठाएको छौँ। अब त्यसको लागि केही बजेट अब रिसोर्समा अब हाम्रो मेन पावरहरू भयो भने हामी अवश्य नै गर्नेछौँ। तर मैले अहिले नै गर्न सक्छौँ अथवा सक्दैनौँ भनेर चाहिँ म ग्यारेन्टी चाहिँ दिन सक्दिनँ। तर त्यसको लागि प्रक्रिया अघि बढेको छ। यसको लागि म अलिक एड गरिदिन्छु। एकदम इम्पोर्टेन्ट क्वेसन हो। स्थायी मनोपरामर्श केन्द्र कोरियामा म एउटा मनोपरामर्श काउन्सिलर भएको कारणले गर्दाखेरि मैले कति खोजेँ, नेपालको हाम्रो स्थायी रूपमा कतै छ कि भनेर खोज्दाखेरि चाहिँ एउटा पनि छैन। तपाईँहरूलाई थाहा छ भने फ्योङथेकको ब्यारेक आर्मी ब्यारेक नजिकै काउन्सिलर इन्टरनेसनलको लागि गर्ने काउन्सिलिङ सेन्टरहरू छ, तर त्यो अफोर्डेबल छैन हाम्रो लागि, एक्सपेन्सिभ छ। उहाँ सबै इन्टरनेसनल काउन्सिलरहरूले गर्नुहुन्छ र त्यही कारणले गर्दाखेरि चाहिँ मैले यो एकदम इम्पोर्टेन्ट, एकदम अहिलेको आवश्यकताको विषय हो भनेर कतिपय कुराहरूमा, कतिपय पत्रकारहरूमा पनि मैले यो कुराहरू जनता अथवा यहाँको अर्गनाइजेसन मार्फत जाओस्, सरकार मार्फत कनेक्ट होस् भनेर मैले पठाएको थिएँ। अब मेन यसमा चाहिँ यस्तो गरौँ, हामी स्थायी खोज्दा अघि उहाँले भन्नु कति सिरियस केस छ, 13 जनाले होइन अहिले यो हालचालै आत्महत्या गर्नुभएको छ भन्ने कुराहरू कति दुःख लाग्दो केसेसहरू छ। त्यसले गर्दाखेरि चाहिँ हामी यो परामर्श भन्ने कुराहरू एउटा त्यसमा प्रोफेसनल काउन्सिलरको जरुरी छँदैछ र पनि हामी सामाजिक सोसल सपोर्ट भन्छ क्या त्यसलाई, अर्गनाइजेसन सोसल सपोर्टहरूले हामीले यस्तो समस्या छ है, सकेपछि आउने केसेसहरू चाहिँ धेरै छ। यस्तो समस्या भएपछि हामी त्यो फिल्डमा गएर त्यो समस्यालाई चाहिँ समाधान गरेर अथवा नेपाल पठाउने अथवा त्यसलाई कसरी समाधान गर्नेतिर नीति नियमहरू खोज्नेतिर लागिन्छ। तर हामीले चाहिँ अबको आगामी दिनहरूमा चाहिँ यो समस्या आउनुभन्दा अगाडि, जस्तै डिप्रेसन र तपाईँहरूले एन्जाइटीको कुरा गर्नुपर्छ, डिप्रेस भएको केसमा अब जस्तै हामीले हेऱ्यौँ भने मलाई एकदम सिम्पल छ, मलाई रातभरि निद्रा लाग्दैन, 1-2 दिन सबैलाई हुन्छ, त्यो नर्मल हो, हामी सबैलाई समस्याको त्यो समाधान हुन्छ। तर त्यो 1 हप्तासम्म मलाई निद्रा लागेको छैन, मलाई भोक लागेको छैन, म सुत्न सकेको छैन र पछि त्यसले मेरो शरीरलाई अब दुख्ने, शरीरको विभिन्न समस्याहरू देखिन थाल्यो भन्ने त्यो सबभन्दा नजिकको रुममेटलाई थाहा हुन्छ अथवा त्यहाँको आफ्नो मान्छेहरूलाई थाहा हुन्छ। त्यसलाई मात्रै अगाडि जुन समाधान गर्ने क्षेत्रसम्ममा पुर्याउन सक्यो भने पनि हामीले यो आत्महत्या केसलाई चाहिँ धेरै हामी कम गर्न सक्छौँ भन्ने कुरा चाहिँ यहाँबाट म भन्न चाहन्छु। र उहाँले भने जस्तै आगामी दिनमा आशा गरौँ यस्ता स्थायी परामर्श केन्द्रहरू हामीले सुरुवात गर्नेछौँ। एकजना झापाको सोनिया चेङजोङ बहिनी वासाङमा काम गर्नुहुन्छ। उहाँले काम गर्दा कम्पनीले अलिकति धेरै असजिलो महसुस गराएको छ। जस्तो महिलाहरूले अब बाथरुम तुरुन्तै जान पर्ने कन्डिसनमा बाथरुममा जाँदाखेरि समय नदिने र इमर्जेन्सीमा जाँदा गाली गलौजमा उत्रिने, त्यो गर्दाखेरि उहाँले मानसिक रूपमा अलिकति तडपिनु परेको छ। त्यसको लागि हामीले कसरी उजुरी दिने, कहाँ उजुरी दिने र त्यसको समाधानार्थ सम्पूर्ण नेपालीको विषयवस्तुलाई उठान भएको हुनाले यसको बारेमा सम्बन्धित व्यक्तिले उत्तर दिनुहोला। धन्यवाद। अब यो पुरुषलाई पनि अब यो टोइलेट जानको लागि अब नदिने यस्तो किसिमको घटनाहरू अब धेरै छ। अब यो महिलाहरूलाई पनि अब टोइलेट जान नदिने, यो अब यौन दुर्व्यवहार गर्ने त्यस्तो किसिमको व्यवहारहरू यहाँ कोरियामा अब धेरै नै भइरहेको अवस्था छ। र यो गर्ने भनेको चाहिँ अहिले तोकेको चाहिँ पुलिसलाई हामीले चाहिँ उजुरी गर्ने हो। उसले चाहिँ यौन दुर्व्यवहार गर्छ त्यस्तो किसिमको जान दिँदैन भने चाहिँ पुलिसलाई गर्ने हो। यो यौन दुर्व्यवहार सम्बन्धी चाहिँ पुलिसलाई गर्ने हो। अब जान नदिने भन्ने कुरो अब कसले जान नदिने हो? साहुले जान नदिने हो कि अब तल्लो अरू सहकर्मीले जान नदिने हो कि सहकर्मीले जान नदिएको अवस्थामा साहुलाई भन्ने हो? अब साहुले नै त्यस्तो गर्छ भने यो चाहिँ श्रम विभाग कार्यालयमा चाहिँ गरेर हामीले उजुर गर्न सकिन्छ। अलिकति म यसमा के जोडौँ भने अब हामीले कतिपय अवस्थामा चाहिँ यसरी मलाई यस्तो भइरहेको छ अथवा कसरी गाली गलौज गर्यो अथवा कम्पनीबाट यस्तो भयो भनेर हामीलाई आउँदाखेरि चाहिँ अहिले हाम्रो दूतावासमा पनि नेपाली
कानुन परामर्शकर्ता प्लस पब्लिक रिलेसन अफिसर भनेर हामीले नियुक्ति गरेका छौँ। मेघनाथजीलाई मेघनाथ पौडेल कतिले चिन्नु पनि हुन्छ होला, उहाँलाई नियुक्ति गरेको छौँ। मैले भन्न खोजेँ उहाँहरूलाई नेपालीले आफ्नो समस्याहरू राख्न सजिलो भयो। उहाँले कोरियनमा बोल्न सक्नुहुन्छ, सजिलैसँग कम्पनीसँग कोअर्डिनेसन गर्न सक्नुहुन्छ। अनि अब हामीले कोरियनलाई भन्नुभन्दा नेपालीले कम्पनीलाई भन्नलाई सजिलो हुने भएर मैले आफैले बसेर यस्तो कुराहरू सोधिदिनुहोस्, उहाँलाई कम्पनीको मान्छेलाई कम्पनीको साउलाई यी कुराहरू सोधिदिनुहोस्, यसमा सुधार गर्नुपर्ने भयो, दूतावासमा यो सम्बन्धी कुरा आयो, यदि सुधार गर्नुहुन्न भने तपाईँ कानुनी घेरामा पर्नुहुन्छ है भनेर उहाँलाई गरिदिँदाखेरि कतिपय अवस्थामा चाहिँ 2-4वटा कम्पनीबाट चाहिँ उसले नर्मलाइज भएको अवस्था पनि छ। त्यसै भएर यो कुराहरू सुरुमा एकैचोटि प्रहरीमा जानुभन्दा तपाईँहरूलाई अलिकति कहाँ के गर्ने जस्तो लाग्छ भने हामीलाई पनि दूतावासमा पनि तपाईँहरूले सम्पर्क गर्न सक्नुहुन्छ। एकचोटि एउटा पहिलो स्टेजमा चाहिँ हामीले त्यसरी काउन्सिलिङ गर्ने अथवा कम्पनीलाई अलिकति सचेत गराउने गर्दाखेरि पनि समस्या समाधान हुनसक्छ। त्यसपछि चाहिँ अनि प्रहरीमा जान सक्नुहुन्छ। श्रीराम अधिकारी लगभग यहाँ 10 वर्ष भयो। तपाईँको कस्तो भन्दाखेरि हामी लगभग कोरियामा लगभग 60-70-80 हजारजना छौँ होइन। त्यो 70-80 हजारजनाले महिनाको छनौट दियो भने पनि हाम्रो कोषमा तपाईँको 7-8 करोड ओन जम्मा हुँदो रहेछ होइन। अब त्यति भयो भने एउटा तपाईँको नेपालबाट यहाँ त काम गर्न आएको कुनै पनि श्रमिक आफ्नो देशको लागि शहीद हुँदाखेरि पनि होइन, एक त किन भन्दाखेरि हाम्रो देश त पुरा रेमिटेन्सले धारिएको हो, ऊ त देशको लागि शहीद हो नि त। अब उसको लास पनि लानलाई पैसा अब हुँदैन भने त्यो त दर्दनाक हो होइन। यदि हामीले त्यस्तो कोष दूतावासले त्यस्तो कोष स्थापना गरोस् कि भनौँ न हामीले छनौट दिँदाखेरि त हाम्रो त केही जान्दैन, तर उहाँहरूको धेरै इम्पोर्टेन्ट काम बन्छ होइन। त्यस्तै धेरै कल्याणकारी कामहरू गर्न सकिन्छ। यसका लागि अब दूतावासले अब नेपाल सरकारलाई भनेर कानुनै बनाउनु पर्ने हो कि होइन, के कस्तो हो? किन भन्दाखेरि हामीले छनौट दिन जसले पनि सक्छ, तर यति इम्पोर्टेन्ट काम हुँदो रहेछ कि अब त्यति पैसा नपाएर तपाईँको लासै यहीँ राख्नु भनेको त हाम्रो नेपाल सरकारको विजय पनि त हो होइन। त्यसले गर्दाखेरि यो कानुनै बनाउनु पर्ने भए पनि छिटो कानुन बनाऊ होइन। पैसा दिन चाहिँ हामी तयार छौँ। म धन्यवाद है। यो हाम्रो के नाम भन्नुभयो तपाईँले? मेरो नाम यज्ञराज सुवेदी। यो वास्तवमा यो विषयमा नेपाली कम्युनिटीमा धेरै पहिलादेखि कुरा उठेको हो होइन। दुईवटा कुरो तपाईँहरूलाई व्यवहारिक कुराहरू के छ भने नि, नेपाली दूतावास भनेको नेपाल सरकारले चलाएको संस्था भएको हुनाले नेपालमा कानुन बनाएर यहाँ छनौट उठाउन गाह्रो छ। किन नेपालको कुनै पनि कानुनले यहाँ छनौट उठाउन तपाईँलाई बाध्यताकारी अवस्थामा लान सक्दैन। दोस्रो कुरो के हो त भन्दाखेरि नेपाल सरकारले तपाईँहरू आउँदाखेरि नै अघि नै उहाँले भनिसक्नुभयो कि एउटा फन्डमा तपाईँहरूले पेमेन्ट गरेर आइसक्नु भएको छ। तपाईँहरूको दैनिक त्यस्ता समस्याहरूको लागि नै भनेर त्यो फन्ड वास्तवमा त्यो के कोष भन्नुभयो अघि नै, त्यो कोषमा तपाईँहरूले 3 वर्षको लागि पैसा तिरेर आइसक्नु भएको छ। त्यो कोषको सदुपयोग गर्नुपर्ने हो। त्यस्तो अवस्थामा सरकारले त्यो गरिराखेको छैन। अब कुरा आयो कोरियाभित्र आइसके पछाडि गर्ने केही तरिका छ कि भन्ने कुरो हुन्छ नि। हाम्रो उदयजी यहाँ पनि आउनुहुन्छ। हामीले लामो समय यस क्षेत्रमा काम गरेको हुनाले कोरियाभित्र पनि पहिला इन्डस्ट्रियल ट्रेनिङ सिस्टम हुँदाखेरि 2005 भन्दा अगाडि मेन पावर कम्पनीहरूसँग हुन्थ्यो। मेन पावर कम्पनीले मेन पावरलाई कल्याण गर्ने भनेर प्रति व्यक्ति 24,000 वन प्रत्येक महिना उठाउँथ्यो। प्रति व्यक्ति 24,000 वन, जबकि त्यो पैसाले उसको यहाँ अफिस सञ्चालन गर्थ्यो। त्यो अफिसले यहाँ भएका मेन पावरहरूलाई केयर गर्ने भन्थ्यो। म इन्डस्ट्रियल ट्रेनिङ सिस्टममा 96 मा आएको, मैले पनि 24,000 तिरेको हो। तर त्यो कुरालाई अहिले कोरियाको संवैधानिक अदालतले खारिज गरेर त्यतिखेरको पैसा फिर्ता गर्ने निर्णय गरेको छ। यसको मतलब के हो भने कुनै पनि कानुन बनाएर श्रमिककोसँग त्यसरी जबरजस्तीसँग पैसा उठाउन पाइँदैन भने कानुनी रूपमा यो गर्न असम्भव भएको हुनाले अब बाटो के छ त भन्दाखेरि स्वतस्फूर्त रूपमा जस्तै तपाईँहरू विभिन्न सङ्घ संस्थाहरूले कल्याणकारी कोष बनाउने भन्ने हुन्छ, केही कार्यक्रम गरिराखेको हुन्छ, पैसा उठाइरहेको हुन्छ नि, यसलाई लिगलाइज गरेको छैन। सम्भव हुन्छ भने आज तपाईँहरू धेरै सङ्घ संस्थाका साथीहरू हुनुहुन्छ, धेरै दूतावास साथीहरू हुनुहुन्छ, एमटीको साथीहरू हुनुहुन्छ, हामी सोसियल मुभमेन्ट गर्ने भनेर बसेर सम्भव हुन्छ भने के गर्न सकिन्छ भने
कोरियाको कुनै पनि स्थानीय सरकारमा दर्ता गरेर फाउन्डेसन दर्ता गर्न सकिन्छ, जुन फाउन्डेसनमा स्वतस्फूर्त रूपमा तपाईँहरूले प्रति महिना पेमेन्ट गर्न सक्नुहुन्छ तपाईँको इच्छाअनुसार। त्यो फाउन्डेसन सञ्चालन गर्न के चाहिन्छ भन्दाखेरि सोसियल एउटा अन्डरस्ट्यान्डिङ चाहिन्छ क्या। हामी भएका यहाँ भए 70-80वटा संस्थाहरूको बिचमा अन्डरस्ट्यान्डिङ चाहिन्छ, अनि मात्रै हामीले त्यो काम गर्न सक्छौँ। यहाँ एनसिसीले गर्ने भन्छ, एनआरएनले विरोध गर्छ, एनआरएनले गर्ने भन्छ, एनसिसीले विरोध गर्छ, पूर्वले गर्ने भन्छ, पश्चिमले विरोध गर्छ, अनि तैँले गरिस् कि मैले गरिस् भन्छ। त्यो तरिकाले कहिले पनि चलिराखेको छैन। यो कोसिस नभएका होइन, कोसिस भएका हुन्। हामीले दूतावासलाई संरक्षक राखेर पनि फाउन्डेसनको एउटा अवधारणा तयार गरेका थियौँ पहिला, तर पनि यो बाध्यताकारी रूपमा गर्न नसक्ने भएको हुनाले स्वतस्फूर्त गर्नुपर्ने हुनाले यस्तो खालको आजको जस्तो भेलाहरू 2-4 पटकहरू राखेर एउटा फाउन्डेसनको हामीले कन्सेप्ट बनायौँ भने त्यो फाउन्डेसन मार्फत के काम गर्ने भन्ने गर्न सक्यौँ भने त्यो सम्भव होला। कानुनी हिसाबले चाहिँ त्यो अलिकति गाह्रो हुन्छ भन्ने मैले तपाईँलाई जानकारी गराएँ। धन्यवाद। अलिकति मैले यो थोरै थपौँ अनि म हजुरलाई दिन्छु। यसको बारेमा चाहिँ अब यो सबको विषय चाहिँ कोरियामा त्यस्तो गाह्रो चाहिँ अहिलेसम्म भएको छैन। श्रम लिएर आउने है, कल्याणकारी कोषमा पैसा राखेको श्रम लिएर आउने साथीहरू चाहिँ श्रम नभएकोलाई त अब हामीले परिवारसँगै भन्नु पर्यो। श्रम लिएर आउनेहरूलाई चाहिँ सबै उठाउन चाहिँ अहिलेसम्म म आइकन पनि 3टा केस मात्रै यस्तो घटना घटेको हो। त्यही पनि यो पेट्रोलको सर्टेज, यो खाडी युद्धको कारणले र एयरलाइन्सको भाडा बढेको कारणले मात्रै। किनभने हामीले 1 वर्षको लागि अलरेडी सम्झौता गरिसकेका थियौँ। 65 लाख कोरियन वनभन्दा हामी बढी दिन सक्दैनौँ। त्यो कुरा बोर्डले पनि पेमेन्ट गर्दैन। केस वाइज गऱ्यो भने त्यो महिनौँ दिन या सब अड्किन सक्छ। त्यस कारणले गर्दा हामीले वर्षभरिको लागि गरेको छौँ। त्यही कारणले मात्रै मैले अहिलेसम्म पठाउँदा गत वर्ष 29वटा सब, यो वर्ष 25वटा सबमा 3वटा सबको मात्रै समस्या परेको हो। त्यसले गर्दाखेरि सबकै लागि चाहिँ समस्या छैन। तर के छ भने सबलाई त्यहाँबाट कहाँ त्यो घटना घट्यो त्यहाँबाट उसमासम्म पुलिस स्टेसनसम्म पुर्याउने, पुलिसकोमा राख्ने, अनि हस्पिटल लिएर जाने, हस्पिटलमा बस्ने खर्च, अनि ती खर्चहरू जुटाउन चाहिँ कतिपय अवस्थामा कम्पनीले दिएन भने सकेसम्म त हामी कम्पनीबाट लिने कोसिस गरिरहेछौँ। कम्पनीले दिएन भने चाहिँ हामीले परिवारलाई अथवा सोसाइटीहरूलाई कसैलाई गुहार्नु पर्ने अवस्था चाहिँ हो। नमस्कार, म देवी बस्ने। खासमा अहिले अघि म केजीले भन्नुभएको म अलिकति एड गर्न खोजेको थिएँ। अब यही बेला म अलिकति सरस्वती कुरा राख्न चाहन्छु। प्रब्लम धेरै कुरा छ भने हामीले थाहा भइसकेको छ, अनि यो चाहिँ हाम्रो यो एजुकेसन हुने प्रोग्राम चाहिँ हामी लगभग गरिरहेको छौँ। तर एउटा कुरो के मैले देखेको छु भने हामीले दिएका कार्यक्रमहरूबाट चाहिँ कति इफेक्टिभ भए त्यसको फलोअप चाहिँ मैले देखेको छैन। जस्तो मलाई लाग्छ म आफै इन्भल्भ भएको 2013मा यो आत्महत्या र अनि त्यसपछि यो सुतेको ठाउँमा मर्ने केसलाई चाहिँ हेरेर हामीले 2013मा एउटा डकुमेन्ट बनाएको थियौँ। हामी 2-4जना साथीहरू मिलेर फिल्डमा गएर त्यसको त्यति बेलाको त्यो 2013 भनेको आज कति भइसक्यो, 10 वर्ष होइन। त्यति बेलादेखि नै हामी चाहिँ कन्टिन्यू रूपमा यो समस्या छ, यस्तो यस्तो खालको समस्या छ भनेर हामी सचेतना प्रोग्राम गर्ने, अनि पर्सनली हुन्छ कि अर्गनाइजेसनको थ्रुबाट हुन्छ, सबै साथीहरूसँग सकेसम्म काउन्सिलिङ गर्ने कामहरू गरिरहेको छौँ। तर हामी चाहिँ प्रत्येक दिन यो रेट चाहिँ बढ्दै गएको हामीले अनुभव गरिरहेको छौँ। यसको अर्थ के हो भनेदेखि हामी कहीँ कमी छौँ, सिस्टमेटिक रूपमा हामी जान सकिरहेको छैन कि जस्तो मलाई अनुभव भएको छ। अझ यो अब हुन त नम्बर बढ्दै गइसकेपछि प्रब्लम पनि बढ्दै जान्छ, त्यो स्वाभाविक प्रक्रिया हो। जब प्रोग्राम बढ्दै जान्छ, यो के भन्छ यो समस्याहरू बढ्दै जान्छ, पपुलेसनहरू बढ्दै जान्छ, त्यही अनुसार हामीले म्यानेज पनि बढाउँदै जानुपर्छ। 2013को जुन ह्युमन रिसोर्सेस छ त्यसैले अहिले पनि गर्न थालिसकेपछि त्यो समस्या आउँछ, स्वाभाविक कुरा हो। दोस्रो कुरा जुन यो फाउन्डेसन छ, अघि एकेजीले भन्नुमा लिगल प्रब्लम भएको कारणले गर्दाखेरि एमएससीले पनि गर्न सक्दैन, हामीले पनि पैसा उठाउन सक्दैन भन्ने कुरा छ। र यही कुरालाई चाहिँ मध्यनजर गर्दै एनआरएन आइसिसीले वर्ल्ड वाइड हाम्रो जति पनि नेपाली साथीहरू हुनुहुन्छ उहाँहरूलाई यस्तै यस्तै समस्याहरूमा परेको अवस्थामा केही सपोर्ट होस् भन्नको लागि एउटा फाउन्डेसन एनआरएन फाउन्डेसन भन्ने कन्सेप्ट डेभलप गरिरहेको छ 2 वर्ष अगाडि पहिले। यो चाहिँ इन्टरनेसनल भए पनि
यसलाई नेसनल रूपमा हामीले चाहिँ स्थापना गरेर त्यही मार्फत यस्ता आवश्यक पर्ने सहयोगहरू गर्न सकिने भन्ने कन्सेप्टमा हामीले एउटा डकुमेन्टेसन बनाएका छौँ। मलाई लाग्छ त्यो हाम्रो यहाँको एनआरएन कोरियाले पनि त्यो कन्सेप्टलाई फलोअप गरेर यहाँको सबै अर्गनाइजेसनहरूसँग मिलेर एउटा एनआरएन फाउन्डेसन स्थापना गर्न सक्यो भनेदेखि चाहिँ तपाईँहरूले स्वैच्छ रूपमा त्यहाँ पैसा ट्रान्सफर गर्न पनि सक्नुहुन्छ र त्यसलाई म्यानेजमेन्ट गर्नको लागि चाहिँ आधिकारिक रूपमा नेपाल एम्बेसीको कोही रिप्रेजेन्टेटिभ यहाँको आधिकारिक कोही रेजिस्टर भएको संस्थाको एक दुईजना रिप्रेजेन्टेटिभ भएर एउटा सञ्चालन समिति बनाएर त्यो मार्फत एम्बेसीले र अरू किसिमबाट सहयोग गर्न नसकिने अवस्थामा त्यहाँबाट चाहिँ हामीले फन्ड परिचालन गरेर सहयोग गर्न सकिन्छ जस्तो मलाई लाग्छ। त्यसैले यसलाई चाहिँ अब हामीले धेरै छलफल गर्ने भन्दा पनि इम्प्लिमेन्टेसन कसरी गर्न सकिन्छ भन्नेतिर बढी फोकस गर्नुपर्छ भन्ने जस्तो मलाई लाग्छ। र दोस्रो कुरा अहिले विद्यार्थीको जुन कुराहरू आइरहेको छ विद्यार्थीको पनि त्यही छ। प्रब्लम हामीलाई थाहा छ कहाँबाट प्रब्लम सुरु भएको छ त्यो पनि थाहा छ। त्यसैले अब यो प्रब्लमलाई हामी सधैँ छलफल गरिरहने भन्दा पनि त्यसको रुटलाई क्याचअप गरेर कहाँ त्यसलाई चाहिँ हामी त्यो क्लोज गर्न सक्छौँ त्योतिर लाग्नुपर्छ जस्तो मलाई लाग्छ। अब यसमा विशेष गरिकन मैले सञ्चिकको भाइ अहिले महासचिव हुनुहुन्छ भन्नुभएको थियो। सञ्चिकमा हामी पनि सुरुदेखि नै सञ्चिकमा आबद्ध भएको भएर यसको रुट प्रब्लम्सहरू हामीलाई पनि थाहा छ, अब अरू साथीहरूलाई पनि थाहा छ। त्यसैले यी विषयवस्तु चाहिँ सम्बन्धित ठाउँमा बसेर हामीले रुट कजलाई चाहिँ बन्द गर्नुपर्छ जस्तो मलाई लाग्छ। र अरू म चाहिँ अर्जुन केसी, राप्ती समाज दक्षिण कोरियाको महासचिव। यो चाहिँ मेरो दूतावाससँग सम्बन्धित छ। दूतावासले विद्यार्थीको लागि दूतावासले केही गर्न सक्दिन मात्रै भनेर त त्यसरी पन्छिन त्यो कर्मकाण्डी जवाब मात्रै दिएर त सायद चल्दिनँ होला। म विद्यार्थी चाहिँ होइन, एउटा संस्थाको महासचिव भएको नाताले विद्यार्थीप्रति पनि दूतावास जिम्मेवार बन्नुपर्छ। त्यसरी जवाब बाहिर सामाजिक सञ्जालमा सुन्नेको चाहिँ थियो दूतावासले हाम्रो त क्षेत्र अधिकारभित्र पर्दैन, हामीले गर्न सक्दैनौँ यो चिज भनेर त्यसरी उम्किन दूतावासले पाउँदैन। विद्यार्थीको लागि यथोचित के हुन्छ कसरी हुन्छ त्यो दूतावासले गर्नुपर्छ। होइन भने दूतावास बन्द गरेर नेपाल किन नजाने, जाँदा भयो नि। आखिर त्यो नेपाली हो, नेपाली त नेपाली हो नि त, कि नेपाली होइनस् भन्नु पऱ्यो। नत्र भने यो विद्यार्थीप्रतिको यो खालको जवाफले चाहिँ सायद दूतावासले पार पाउँदैन। यो खालको जवाब आउनु एकदमै निन्दनीय हो। म यसमा घोर भर्सना पनि गर्न चाहन्छु। र अर्को कुरा श्रमिकसँग सम्बन्धित भयो। म E7मा कार्यरत छु। जस्तो हाम्रो के छ भने E9मा आउँदाखेरि 5 वर्षको श्रम त्यो गर्ने एउटा व्यवस्था छ नेपालमा। यो सायदै अनौठो नेपालमा मात्रै हो, नेपाली श्रमिकको लागि मात्रै लगाइने यो श्रम सम्झौता भन्ने छ। यो सायद नेपालमा मात्रै गरिन्छ मैले बुझेअनुसार। यो चाहिँ कस्तो छ E7मा गएपछि फेरि ट्रेनिङ लिनुपर्ने, यहाँदेखि अनलाइन गर्दाखेरि नहुने, हुँदा पनि एउटा सानो मिस्टेकलाई पनि सुधार्नलाई हुँदैन हुने के। अब मेल गर्यो जवाफै छैन, दूतावासलाई फोन गर्यो लगभग फोन उठ्दैन, उठेपछि सिधै इन्क्वायरी बयान क्या, सिधै हुँदैन। प्रक्रिया हुन्छ नि त, यसरी गर्न सकिन्छ यसरी गर्नुहोस् भनेर सिधै हुँदैन। 4 चोटि 5 चोटि फोन आयो, बल्ल एकचोटि उठ्छ। उसलाई त रेस्ट टाइममा फोन गरे हुन्छ के हुन्छ। अब उसले घरिघरि फोन गर्न सक्दैन नि त। यो प्रति दूतावासको भनाइ के छ? विद्यार्थीप्रति चाहिँ यो अस्ति नै एउटा बहिनीको ट्रकले हानेर मृत्यु भएको थियो, त्यसमा सायद कस्तो गइरहेको फेसबुक वालमा मैले त्यो एउटा स्ट्याटस पढेर मलाई निकै दुःख लाग्यो। सायद म दूतावास नजिक भइदिएपछि दूतावासमा गएर झगडा गर्ने थिएँ। त्यो कति शोभनीय हुन्थ्यो या हुन्थेन, तर त्यो चिज मलाई मेरो भित्री मनदेखि चाहिँ एकदमै दुःख लागेको कुरा हो। त्यस्तो कर्मकाण्डी जवाबबाट चाहिँ दूतावास आउनुपर्छ र दूतावासले सबै नेपाली हो, नेपालीलाई सही एउटै दर्जामा राखेर हेर्नुपर्छ। हस्, धन्यवाद। धन्यवाद भाइलाई। त्यो मैले दूतावासले त्यो काम गर्दैन भन्न खोजेको होइन, हजुरले बुझ्न चाहिँ मेरो अहिलेको भर्सन चाहिँ बुझ्न गर्नुभयो होला। म चाहिँ श्रम काउन्सिलर हो। मेरो जब चाहिँ विशेष गरेर श्रमसँग अब श्रमिकसँग सम्बन्धित छ। तर म दूतावासको प्रतिनिधि भएर आइसकेको हुँदा त यो कुराहरू गर्छु। तर स्टुडेन्टहरूको विषयमा चाहिँ दूतावाससँग कुनै पनि फन्डहरू छैन।
अलिअलि केही फन्डहरू छ भने श्रमिकको विषयमा छ, कुनै फन्ड छैन भनेर मात्रै भन्न खोजेको हो। इभन हामीले दूतावासले गर्दै नगर्ने भन्ने चाहिँ होइन, दूतावासले धेरै कामहरू गरेको छ, विद्यार्थीकै विषयमा धेरै काम गर्नुपर्छ। कति ठगीका विषय, कति कम्पनीले काम गर्यो पैसा दिएन भन्ने विषय, कति हामीले गर्ने। अब उहाँहरूको सब लिएर जानको लागि हामीसँग पैसा हुँदैन, तर हामीले कोअर्डिनेसन गर्ने, एफएस इन्टरनेसनललाई भन्ने 65 लाख श्रमिककोबाट लिएर गएको छ भने 50 लाखमा लैदिनुहोस् न, कति भने 15 लाख भने नि कम भयो भने विद्यार्थीलाई सजिलो हुन्छ भनेर रिक्वेस्ट गर्नेदेखि प्रत्येक कामहरू हामीले विद्यार्थीहरूलाई गरि नै रहेको छौँ, नगरेको होइन। कतिपय अवस्थामा दूतावासले गरिरहेको छ। मात्रै मैले के भनेको चाहिँ नि शिक्षा मन्त्रालयसँग जस्तो श्रमिकको कुरा श्रम मन्त्रालयसँग रिलेटेड भयो, शिक्षाको विद्यार्थीको कुरा शिक्षा मन्त्रालयसँग रिलेटेड भयो। शिक्षा मन्त्रालयबाट पनि कुनै फन्डहरू केही पनि छैन, न दूतावासबाट परराष्ट्र मन्त्रालयलाई विद्यार्थीको लागि भनेर केही आएको छ। तर हामीले कतै पनि केही अप्ठ्यारो पर्यो, अब जस्तो 100 जना कतिजना पक्रियो, लिएर जान्छ नेपाल फर्काउँदैछ, त्यसलाई कसरी हामीले गरेर राख्ने, उसको भिसा जान लाग्यो, त्यसमा पनि हामीले कुरा गरिरहेछौँ, प्रहरीहरूलाई भनिरहेका छौँ, यस्तो गरिदिनु भनिरहेका छौँ। कतिपय अब एमएससी युनिभर्सिटीका टिचरहरूले पनि हामीलाई नै खबर गर्नुहुन्छ पहिला, त्यो विषयमा हामीले नगरेको होइन। आधी उधी काम चाहिँ हामीले स्टुडेन्टकै विषयमा गरेका छौँ। मात्रै मैले अघि भन्न खोजेको चाहिँ म आफू इन्भल्भ हुने, डाइरेक्ट इन्भल्भ हुने चाहिँ म श्रमिकसँग हो, यो विषयहरूमा चाहिँ यस्तो छ मात्रै भन्न खोजेको हो। हामी काम गरिरहेको छौँ। तपाईँले भनेको जस्तो स्टुडेन्टहरू धेरै बढिरहनु भएको छ, केसहरू पनि धेरै आइरहेको छ। यही विषयहरूमा अब कतिपय अवस्थामा राम्रो युनिभर्सिटीमा नआउँदाखेरि अब यस्तो गर्नु पर्यो भनेर दूतावासले पत्रचार गरेका कुराहरू पनि बाहिर आइरहे, कति कुराहरू आइरहेका छन्, यस्तो भएर कति विषयबाट रोकिएका ती पनि विवादित रूपमा पनि आइरहेको छन्। गर्न चाहिँ हामीले कोसिस गरिरहेको छौँ, लिगल हिसाबमा आउन्, कानुनी रूपमा आएर उहाँहरूले पढ्न पाउन्, उहाँहरूले आफूले तोकेको समय तोकेको टाइममा उहाँहरूले काम गर्न पाउन्, काम गरेको अनुसारको उहाँहरूले अब ज्याला भनौँ न तलब पाउनुहुन्छ। पाएन भने पनि हामी कम्पनीसँग कोअर्डिनेसन गर्ने, कसरी गर्ने हो गर्छौँ। सकेसम्म वर्क पर्मिट लिएर लिगल रूपमा नै काम गर्नुहोस्। अब त्यति गर्दाखेरि पनि अब इलिगल रूपमा काम गरिरहनु भएको छ, अब इमिग्रेसनले पक्रेर लिएर गयो भने पनि सकेसम्म उहाँको भिसा जोगाइदिउँ, यहीँ राखौँ भनेर हामीले धेरै पहल गर्ने, इमिग्रेसनमा फोन गर्ने। सकेसम्म उहाँहरूलाई अस्ति नै तपाईँहरूले नि देख्नुभयो 39 जना कतिजना पक्रेको बेला जम्मा 2 जना मात्रै 2 चोटि 3 चोटिको राइडरमा परिसक्नु भएको रहेछ र उहाँहरू जानु पर्यो, नभए अरूलाई सबैलाई हामीले फिर्ता गऱ्यौँ। त्यो विषय हामीले गरिरहेछौँ, हामी त्यस्तो पन्छेको चाहिँ होइन है। मलाई अप्ठ्यारो परिरहेको छ मन्त्रालय के अरे दूतावासमा काम गर्दाखेरि। एउटा केस के भइरहेछ भने अब एकजना विद्यार्थी जो चाहिँ जो युनिभर्सिटीमा आएर मास्टर डिग्री गरिरहनु भएको छ, उहाँ आउनुभन्दा अगाडि उहाँले बिहा गरेर आउनुभयो, 2-3 महिना मात्रै भएको थियो, बिहा गरेर छोडेर आउनुभयो। अनि अब 2-4 महिना 5-6 महिनासम्म उहाँहरूको सम्बन्ध राम्रो सुमधुर थियो, राम्रो थियो, कुराकानी पनि हुन्थ्यो सामाजिक सञ्जालहरूमा। अहिले बिस्तारै हुँदै गएपछि अब के गर्नुभयो, उहाँको श्रीमानले चाहिँ बिस्तारै गरेर उहाँलाई सामाजिक सञ्जालबाट हटाउँदै जानुभयो। अनि म्यारिजमा पनि अनम्यारिड राख्नुभएछ अरे। अनि यस्तै गर्दै जानुभयो, बिस्तारै घटाउँदै गइसकेपछि अब उहाँ मिसेस चाहिँ एकदम डिप्रेस भइसक्नुभयो, डिप्रेसनमा जानु भइसक्यो। उहाँले सधैँभरि कुरा गर्नुहुन्छ, म्याडम ल मैले फोन पनि उठाउनुहुन्न, मैले गरेको फोन पनि उठाउनुहुन्न, यसमा फोन गरिदिनु पऱ्यो, यसो भनिदिनु पऱ्यो। गर्दै गएर मैले 1-2 चोटि फोन पनि गरेँ उहाँलाई, सम्झाएँ तपाईँ आफ्नो परिवार बिहा गरेर आउनुभएको छ, अर्काको छोरी मान्छे ल्याएर घरमा राख्नुभएको छ, तपाईँ यहाँ आउनुभयो यस्तो भने मैले गर्न सक्ने काउन्सिलिङ मैले गरिसकेँ। गर्दै जाँदा उहाँको वाइफको अवस्था यति बिग्रिसक्यो कि अहिले हस्पिटलमा उहाँ पुरै मलाई चाहिँ डक्टरको प्रिस्क्रिप्सनहरू पनि पठाइरहनु भएको छ। उहाँ पुरै डिप्रेसनमा गइसक्नु भएको छ। एन्जाइटीको औषधिहरू अब यस्तो मानसिक स्वास्थ्यमा समस्यामा जटिल हुँदै गएको छ। अझै पनि उहाँले मलाई अब उहाँको श्रीमानसँग अब मैले धेरै चाहिँ कन्ट्याक्ट गर्न सकिरहेको छैन। हिजो पनि रातिसम्म पनि उहाँले भोइस मेसेज पनि त्यति पठाइरहनु भएको छ। त्यस कारणले गर्दा यस्तो समस्यामा चाहिँ यस्तो उहाँ मानसिक समस्यामा गुज्रिसक्नु भयो उहाँको वाइफ, यसलाई कसरी समाधान गर्ने होला अथवा केही टिप्स भएदेखि मैले उहाँबाट लिन चाहन्छु, हजुरहरूलाई पनि उपयोग होला भनेर। मलाई क्वेसनमा अलिकति क्लियर गर्न चाहन्छु। हस्बेन्ड कोरियामा, उहाँ मानसिक भएको, उहाँ चाहिँ नेपालमा। यो उहाँको एकजनाको समस्या मात्रै होइन, सबैलाई थाहा छ होला। यो रिलेसनसिप समस्याले गर्दा नै प्राय हेऱ्यो भने
हामी यहाँ कोरियामा बस्ने स्टुडेन्ट्सदेखि लिएर श्रमिक अहिलेसम्म मैले गरेको काउन्सिलिङ केसेसहरूमा इन डेप्थमा गएर उनीहरूको प्रब्लमहरू खोज्दै जाँदा रिलेसनसिपमा नै रिलेट हुन्छ। त्यो चाहिँ के चाहिँ पास्ट रिलेसनसिपबाट सुरु भएको हुन्छ, किन भन्दाखेरि उहाँहरू चाहिँ कोरियामा आइसके पछाडि लोन्ली हुनुहुन्छ अनि उहाँको पहिलाको त्यो फ्ल्यासब्याक आउँछ अनि त्यस पछाडि उहाँहरू एकदम डिप्रेस हुँदै जाने, फ्रस्ट्रेसन हुँदै जाने, जुन समस्या लिएर जुन भिजन लिएर आउनु भएको हुन्थ्यो त्यो चाहिँ यहाँ आएर अब रियालिटीमा त्यस्तो हुँदैन। मोस्ट अफ द टाइम चाहिँ रिलेसन अथवा फ्यामिली इस्युज अनि इकोनोमिक्स फाइनान्स इस्युजहरूमा चाहिँ रिलेट हुन्छ कि। अब यस्तो केसमा वाइफ कोरिया नेपालमा हुनुहुन्छ, उहाँले अब नेपाल दूतावासले केही गर्न सक्नुहुन्छ कि अथवा हस्बेन्डलाई सम्झाउन सक्नुहुन्छ कि भन्ने कुरा हो। अब यसमा चाहिँ हाम्रो काउन्सिलिङ चाहिँ कस्तो हुन्छ भन्दाखेरि हस्बेन्डलाई हामी एकचोटि भेटिन्छ, किन भन्दाखेरि दुईजनामा के मिसअन्डरस्ट्यान्डिङ भएको छ त भन्ने कुरा फर्स्ट बुझ्न जरुरी हुन्छ। के थाहा हस्बेन्ड यहाँ आएर धेरै व्यस्तताको कारणले गर्दाखेरि कम्युनिकेसन गर्न सक्नु भएको होइन कि, अथवा उहाँ वाइफले धेरै कस्तो हुन्छ भन्दाखेरि अब विदेशमा गइसके पछाडि एउटा कुरा चाहिँ कम्युनिकेसनमा अलिकति अनब्यालेन्स हुन्छ अनि अनब्यालेन्स हुँदाहुँदै मलाई भुल्नुभयो कि भन्ने त इमोसनल फ्याक्टरहरू त्यहाँ आइदिएको केसेस छ भने हामीले सम्झाउन सकिन्छ होइन, के कुनै मिसअन्डरस्ट्यान्डिङ भएको छ भनेर बुझाउन सकिन्छ। यदि हस्बेन्डको इन्टेन्सन होइन अब उहाँको इन्टेन्सन अर्कै छ, यहाँ आएर उहाँ चेन्ज हुनुभयो अथवा उहाँको अर्कै प्लान छ भन्यो भने चाहिँ त्यसमा चाहिँ कानुनी प्रक्रियाबाट नि जानुपर्ने हुन्छ नि त, किन हस्बेन्ड वाइफको केसेस हुन्छ। त्यो कुराहरू चाहिँ हामीले बुझ्न सकिन्छ म्याम। त्यसले गर्दा हस्बेन्डले एकचोटि मलाई बुझाइदिनु भयो भने, मलाई भेटाइदिनु भयो भने काउन्सिलिङ गरेर एउटा सेसन अथवा सेकेन्ड सेसनसम्ममा चाहिँ मैले उहाँको के इन्टेन्सन हो भन्ने कुरा चाहिँ मैले पत्ता लगाउन सक्छु होला होइन। उहाँले टाइम दिनुभयो भने वाइफलाई चाहिँ अहिले भेटौँ, किन उहाँ कोरियामा वाइफलाई अहिले मानसिक समस्यामा आइसक्नु भएको छ, औषधि खाइसक्नु भएको छ भन्नुभएको नि त होइन। भन्नुभएको छ भने उहाँ अहिले एकदम नेगेटिभ उसमा जानुभएको छ, हस्बेन्डप्रतिको कुनै पनि कुरा उहाँले चाहिँ हामीले भन्यौँ सम्झायौँ भने पनि उहाँलाई लाग्नेवाला छैन, किन त्यो सिचुएसनमा जानुभएको छ भने हस्बेन्डलाई चाहिँ के होइन त के हो फ्याक्ट भन्ने कुरा हामीले त एउटा राजदूतावासबाट फ्याक्ट कुरा हामीले खोज्नु पऱ्यो नि त। र उहाँ गलत बाटोमा हिँड्नु भएको छ भने त तपाईँहरूले कानुनी प्रक्रिया अप्नाउन सक्नुहुन्छ अनि हेल्प गर्न सक्नुहुन्छ। अनि उहाँ नेपालमा भएको कारणले गर्दाखेरि चाहिँ कस्तो हुन्छ डिस्टेन्स काउन्सिलिङ भनेको चाहिँ अप्रोच इन्डिभिजुअल बेस्ड हुनुपर्छ कि, आई टु आई कन्ट्याक्ट गरेर हामी कग्निटिभ सिबिटी रिलेटेड गर्ने भएको भएर पब्लिकमा पनि हुँदैन कतिपय कुराहरू। अनि त्यसले गर्दाखेरि तपाईँले यहाँ मलाई यहाँ बोलाउनु भएको यो ठाउँ चाहिँ बेस्ट ठाउँ होइन मैले काउन्सिलिङ तपाईँहरूलाई परामर्श दिने, र पनि मैले यहाँबाट चाहिँ के एउटा किन एटलिस्ट तपाईँहरूलाई जानकारी हुन्छ यहाँ सबै अर्गनाइजेसनमा हुनुहुन्छ, तपाईँहरूको वरिपरि मलाई गाह्रो भएको छ, मलाई छटपटी भएको छ, म सुत्न सकेको छैन भन्ने त्यस्तो केसेस छ भने अथवा कुनै पनि रिलेसनसिप म एउटा फ्यामिली रिलेसनसिप काउन्सिलर पनि भएको कारणले गर्दाखेरि चाहिँ त्यसमा चाहिँ तपाईँले आइडिया लिन सक्नुहुन्छ। र म्यामको केसमा चाहिँ एकचोटि भेटाइदिनुहोस्, मैले सक्दो उहाँको के चाहिँ इन्टेन्सन हो भन्ने कुरा चाहिँ पत्ता लगाएर तपाईँले जानकारी दिन सक्छु। धन्यवाद महासचिवज्यू। मेरो नाम चाहिँ विनोद साउदेन लिम्बू, म किरादाथुङ चौङ दक्षिण कोरियाको अध्यक्ष। मेरो प्रश्न चाहिँ हाम्रो नेपाली राजदूतावासका हाम्रो श्रम सहचारी म्याम माया कडेलज्यूलाई छ। र प्रायः सबै प्रश्नहरू सोधौँ लागेको चाहिँ सोधिसक्नुभयो पूर्व प्रश्नकर्ताज्यूहरूले, त्यो हिसाबले अन्तिम सायद मेरो प्रश्न पनि हुनसक्छ। यो नेपाल सरकारले 2-4 वर्ष 5 वर्ष अगाडिदेखि नै यो सामाजिक सुरक्षा कोष भन्ने एउटा श्रमिकहरूलाई लक्षित गरेर ल्याएको छ, जुन कोष जुन चाहिँ श्रमिकहरूका लागि अत्यन्तै महत्त्वपूर्ण छ। र त्यो श्रमिकहरूका लागि ल्याएको त्यो सामाजिक सुरक्षा कोषको नीतिमा त्यो कार्यक्रममा अहिलेसम्म हाम्रो दक्षिण कोरियाबाट मलाई लाग्छ केही श्रमिकहरू मात्रै आबद्ध हुनुहुन्छ र प्रायः सबै आबद्ध भए तापनि निरन्तर रूपमा लगातार रूपमा त्यो कोषमा योगदान गर्ने श्रमिक हाम्रो नेपाली दाजुभाइहरू सायद मलाई लाग्छ कमै हुनुहुन्छ। र यो भनेको चाहिँ एउटा कस्तो कार्यक्रम हो भने यो चाहिँ हामी श्रमिकहरू एउटा उमेरसम्म श्रमिक गर्न योग्य हुन्छौँ र त्यो उमेर कटेपछि हामी श्रमिक हुनबाट त हामी अवकाश लिनुपर्छ। अवकाश लिएपछि चाहिँ हामीलाई अत्यन्तै महत्त्वपूर्ण भूमिका हाम्रो जीवनयापनका लागि स्वास्थ्यका लागि हरेक हिसाबले महत्त्वपूर्ण भूमिका चाहिँ सामाजिक सुरक्षा कोषले खेल्छ जस्तो लाग्छ मलाई। किनभने सामाजिक सुरक्षा कोषको नीति नियम र त्यसबाट पाउने सेवा सुविधाहरू हेर्दाखेरि र विशेष गरेर मुख्य क्वेसन चाहिँ हाम्रो नेपाली राजदूतावासले
नेपाली श्रमिकहरू यहाँ हजारौँ हुनुहुन्छ, उहाँहरूलाई निरन्तर उक्त सामाजिक सुरक्षा कोषमा चाहिँ योगदान पुर्याउनका निमित्त एउटा उत्प्रेरणा जोगाउन र उहाँहरूलाई जागरुक गराउनका लागि के कस्तो कार्यक्रमहरू तपाईँहरूले ल्याउनुहुन्छ वा ल्याउनु भएको छ, के रणनीति छ तपाईँहरूको, त्यो मुख्य क्वेसन एउटा रह्यो। अर्को क्वेसन चाहिँ यहाँ हजारौँ श्रमिकहरू छौँ हामी नेपालीहरू कोरियामा, मुख्य गरेर इनाईका हामी धेरै श्रमिक छौँ। त्यसमा अब अहिले कोरियाको हकमा चाहिँ अलिकति कम्पनीहरूमा कामदारको भ्याकेन्सी चाहिँ एकदमै कम छ र काम छोड्ने हाम्रो नेपाली दाजुभाइ श्रमिकहरू अत्यन्तै धेरै हुनुहुन्छ र उहाँहरू काम खोज्नुहुन्छ, नुदोङ्गो जानुहुन्छ, मेसेज कति लिनुहुन्छ, कति पाउनुहुन्न, अन्तिममा दलालकोमा पुग्नुहुन्छ। अनि दलालकोमा पनि अत्यधिक रकम दिएर चाहिँ उहाँहरू अन्त्यमा एउटा कम्पनीमा बल्ल बल्ल जोइन हुनुहुन्छ। त्यो दलाल पनि को भन्दा हाम्रै नेपाली दाजुभाइहरू हुनुहुन्छ र यी महान दलालहरूलाई नेपाली राजदूतावासले एउटा फेगाम लाउनका लागि कस्तो नीति निर्माण तपाईँहरूले गर्नुभएको छ, कस्तो रणनीति अपनाउनु भएको छ? मेरो दुईटा क्वेसन यही हो। धन्यवाद। महान दलालको कुरा नि आयो। सामाजिक सुरक्षा कोषको बारेमा चाहिँ म आफै पनि तपाईँहरूलाई भन्ने अनुरोध गर्ने, यो संस्था मार्फत भनेर म आफैलाई धेरै कुराहरू सामाजिक सुरक्षा कोषको विषयमा कोषको आफ्नै छन् नि त नियम कानुनहरू नीतिहरू कस्तो बनाइरहेछ, अहिले नयाँ के बनाइराखेको छ, कति सेवा सुविधाहरू छ, के छ भन्ने कुराहरू अझै डिपली मलाई थाहा नभए पनि यहाँहरूले सामाजिक सुरक्षा कोषको विषयमा गएर वेबसाइट भिजिट गरेर त्यहाँका सूचना अधिकारीलाई, प्रवक्तालाई, सहायक प्रवक्ताहरूसँग कुराकानी गरेर तपाईँहरूले सामाजिक सुरक्षा कोषमा चाहिँ जम्मा गर्नुहोस् है। जसरी हामी कल्याणकारी कोषमा जम्मा गरेर 2500 जम्मा गरेर आउँछौँ, त्यस बापत त हामीले कल्याणकारीकै केही कुराहरू हामीले उपयोग गर्छौँ। हामीले नले पनि कुनै साथीहरूले लिनुहुन्छ, कोही औद्योगिक दुर्घटनामा पर्नु होला, कोही बिरामी भएर पछि फर्केर जानु होला, ती बापतको पैसाहरू लिनु होला, कसैले सबको पैसाहरू लिनुभएको होला। तर सामाजिक सुरक्षा कोषमा चाहिँ हामी 2308 रुपियाँ बुझाएर आएको छौँ, तर त्यसको केही युटिलाइज भएन जबसम्म तपाईँहरूले त्यसलाई निरन्तरता दिनु हुँदैन। एकचोटि तिरेर आइसकेपछि दुईचोटि, तीनचोटि, चारचोटि, पाँचचोटि तिर्दाखेरि त्यो 5 महिना तिर्दा कतिसम्म सुविधा पाउन सक्ने, 9 महिनासम्म तिर्दा कतिसम्म सुविधा पाउन सक्ने, महिनाभरि तपाईँहरूले 2-4 वर्षै तिर्नु पर्यो भने त्यसलाई कसरी पाउने भन्ने विषयहरू चाहिँ यहाँहरूले आफूले पनि जानेर अरूलाई पनि यस बारेमा चाहिँ सूचना सम्प्रेषण गरिदिनलाई म अनुरोध गर्छु भन्नै म आएको थिएँ। अहिले चाहिँ हामीले के गरेछौँ भन्दाखेरि म आइकन चाहिँ मैले अब घुम्ती शिविर लगभग महिनामा 2टा जति हामी घुम्ती शिविरमा गइरहेछौँ। त्यहाँ 100 जनादेखिबाट अहिले त हामी अलि धेरैजनालाई गर्ने पक्षमा छौँ। पहिला 60-65 जनाहरूमा पनि घुम्ती शिविरमा जाने सकेसम्म अहिले चाहिँ हामीले भन्दा बढी मात्रामा मान्छेहरूलाई आमन्त्रण गरेर त्यहाँ सेवा दिन खोजिरहेछौँ। त्यसमा चाहिँ श्रमिक सचेतना नै पर्छ। सेवै नलिने मान्छेहरू नि श्रमिक सचेतनाको लागि आइदिनु होला भनेर 192सम्म 150 जनासम्मलाई हामीले राखेर यो सामाजिक सुरक्षा कोषको विषयमा चाहिँ मैले त्यहाँ चाहिँ अलिकति भन्ने गरेको छु। र जति पनि हाम्रो आउनुहुन्छ त्यहाँ हाम्रो सेवा लिन आउनुहुन्छ त्यहाँ पनि हामीले विभिन्न ठाउँमा टाँसेर सामाजिक सुरक्षा कोषमा को विषयमा यसरी सम्पर्क गर्नुहोला, वैदेशिक रोजगार बोर्डमा केही पऱ्यो भने यसमा सम्पर्क गर्नुहोला भनेर सूचनाहरू चाहिँ राखेको छौँ हामीलाई भन्दाखेरि, र हाम्रो फेसबुक पेजमा पनि राखेको छौँ। यसमा चाहिँ अब ठ्याक्कै भन्दाखेरि हजुरहरूलाई पनि मैले जानकारी के गर्नुपर्छ भने के विषय छ त हाम्रो सामाजिक सुरक्षा कोषको बारेमा भन्दाखेरि हामीलाई धेरै उपयोगी विषयहरू छन्। किनभने सामाजिक सुरक्षा कोषमा यदि हामीले पैसा जम्मा गऱ्यौँ भने के विषयहरूमा हामीले सहयोग पाउँछौँ भन्ने विषयहरूमा हेर्दाखेरि औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना छ एउटा, अर्को दुर्घटना तथा अशक्तता सुरक्षा योजना छ, अर्को आश्रित परिवार सुरक्षा योजना छ, अर्को वृद्धा अवस्था सुरक्षा योजना छ, अर्को पेन्सनको सुविधा पनि छ। यदि तपाईँहरूले कति समय तिर्यो भने कति पाउने, जस्तो एउटा उदाहरणको लागि यदि तपाईँहरूले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनाको लागि घटना घट्नुभन्दा अगाडि 6 महिनासम्ममा कम्तीमा 3 महिनाको तिर्नुभयो, जस्तो घटना घट्नुभन्दा अगाडि 6 महिनाको पिरियडमा 3 महिना तिर्नु भएको थियो, 3 महिनापछि छोड्नु भयो, त्यसपछि 3 महिनापछि घटना घट्यो भने पनि यो औषधि उपचार, स्वास्थ्य र मातृत्व सुरक्षा योजनाको बापतको 1 लाख बराबरको औषधि उपचार पाउने छ, एउटा त्यस्तो छ। अर्को
अब जस्तो कुनै अब यो शिशु स्याहार बापतको 10,820 रुपियाँ त्यो पनि यही 3 महिना तिरेको बापतमा पाउनुहुन्छ तपाईँहरूले है। अब आफूलाई कुन कुन विषयमा लिनु पर्यो, अब दुर्घटना तथा अशक्तता सुरक्षा योजना भयो भने तपाईँले 7 लाख रुपियाँसम्म पाउनुहुन्छ। दुर्घटना हुने बित्तिकै यदि तपाईँले के गर्नु पर्यो भने 3 महिनासम्मको तिरेको हुनु पर्यो। घटना घट्नुभन्दा 6 महिना अगाडि 3 महिनासम्मको तिरेको भए यो आकर्षित हुन्छ। जुनसुकै आकर्षित पनि हुनसक्छ। जस्तो तपाईँले 3 महिना तिर्नु भएको छ, घटना घट्नुभन्दा 6 महिना अगाडि 3 महिनाको चाहिँ तिर्नु भएको छ भने दुर्घटना पर्यो, अशक्तता सुरक्षा योजना लिनु पर्यो भने त्यसको उपयोग पनि लिन सक्नुभयो। त्यही बिचमा तपाईँलाई मातृत्व सुरक्षा योजना लिनु पर्यो भने त्यो पनि लिन सक्नुभयो। त्यस्तै गरी अर्को छ आश्रित परिवार सुरक्षा योजना। आश्रित परिवार सुरक्षा योजनामा पति वा पत्नीले पाउने, सन्तानले पाउने शैक्षिक वृद्धिको कुराहरू, बाबुआमाले सुविधा पाउने हस्पिटलको खर्चदेखिको कुराहरू, त्यो चाहिँ के गर्नु पर्यो, घटना घट्नुभन्दा 6 महिना अगाडिको, 9 महिना अगाडि 6 महिनाको तिरेको हुनु पर्यो भनेको छ। यस्ता कुराहरू धेरै सुविधाहरू, घर बनाउने लोकको कुराहरू, शैक्षिक लोनका कुराहरू, तपाईँहरूले गइसकेपछि पेन्सन पाउने कुराहरू, कति समय तिर्यो भने पेन्सन पाउने कुराहरू, यो वृद्धावस्था र सुरक्षा योजनाका कुराहरू छन्। त्यस कारणले गर्दा तपाईँहरूले तिरेको पैसाहरू तपाईँहरूले बैङ्कको जस्तै गरेर, बैङ्ककै रूपमा त यो हुँदैन, अलिकति बिमाको रूपमा पनि जान्छ, केही रकम त उसले काट्छ। तर के पनि सुविधा लिनु भएन भने पनि थोरै रकम उसले काटेर तपाईँलाई पैसा ब्याजसहित तपाईँलाई फिर्ता पनि दिन्छ। यो बैङ्क जस्तो पनि हो, एउटा बिमा जस्तो पनि हो, एउटा कल्याणकारी कोष जस्तो पनि हो। त्यस कारणले गर्दा यसमा हामीले केही कन्ट्रिब्युट गरौँ। जुन 2308 रुपियाँ अथवा 2500 तिरेर आएको त्यसलाई बेकाम कोषमा मात्रै रहने गरी नछोडौँ। कम्तीमा 2 महिना मात्रै तपाईँहरूले देख्नु भइहाल्यो, 3 महिना मात्रै तिर्दाखेरि पनि पाउने सुविधाहरू पाउँदो रहेछ भनेपछि यसलाई कन्टिन्यू गरौँ भनेर मैले यसको सचेतनामूलक कार्यक्रमहरूमा चाहिँ भन्दै आइरहेको छु। हजुरहरूलाई पनि यही मार्फत आफ्ना जुन पनि साथीभाइहरूमा सामाजिक सुरक्षा कोषमा कसरी जाने भनेर हामीले फेसबुक पेजमा पनि राखिदिएका छौँ, प्रवक्ताको नम्बरहरू राखिदिएका छौँ, अब सहायक प्रवक्ता सूचना अधिकारीको नम्बर राखिदिएका छौँ, वेबसाइटहरू भिजिट गर्नु होला भनेको छौँ। एकचोटि सामाजिक सुरक्षा कोष SSF भनेर तपाईँले हेर्नुभयो भने त्यहाँ सबै कुराहरू पाउनुहुन्छ। व्हाट्सएप नम्बरहरू पनि छ, एकचोटि कृपया जानु होला भनेर यही मार्फत हजुरहरूलाई पनि म जानकारी गराउन चाहन्छु। यसबाट सामाजिक सुरक्षा कोषबाट धेरै फाइदा छ हामीहरूलाई। हामीहरू त्यति रुपियाँहरू महिनामा तिर्दाखेरि त्यसको बेनिफिट चाहिँ धेरै नै छ। राजकुमार मुक्तार, म विगत 3 महिनादेखि बिरामी भएर उपचार गराइरहेको छु लगातार। बिरामी भएपछि कम्पनीले मलाई काम पनि दिएन। काम पनि अब पूर्ण रूपमा ठिक नभएसम्म काममा नआइज भनेछ। अनि 3 महिना भइसक्यो, अहिले त अवधि लामो भइसक्यो। अब साइन दिनु भन्दा साइन पनि दिनुहुन्न, नेपाल जा भन्नुहुन्छ। अब उहाँहरूले उपचार गराइरहेको जस्तो कुरा गर्नुहुन्छ। अहिले त साउजीले फोन पनि उठाउनुहुन्न, म्यासेज पनि हेर्नुहुन्न। म अफिसमा जान्छु, म्यानेजरसँग कुरा गर्छु, अनि म्यानेजरले भन्नुहुन्छ साउजीले ओके भन्नुभएको छैन, साइन दिनु भन्नुभएको छैन, म साउसँग कुरा गर्छु भन्नुहुन्छ। मैले 2 महिना लगातार भइसक्यो, हप्तामा 2 चोटि म साउसँग गएर म्यानेजरसँग कुरा गर्छु। म्यानेजरले त्यही भन्नुहुन्छ, तर साउले एभोइड गर्नुहुन्छ। फोन पनि उठाउनुहुन्न, म्यासेज पनि फेरि काम पनि दिनुहुन्न। अब पूर्ण रूपमा ठिक भएपछि मात्रै काममा आइज भनेछ। अब के गर्दा होला। हजुर, बिरामी चाहिँ मेरो यो सास फेरेर गएको कि काम पनि त्यस्तै छ। मेरो चाहिँ त्यो छालाको काम हो, धुवा धुलो अनि गन्दा, अनि सास फेरेर गएर भने तातोमाथि काम गर्नुपर्ने। अनि त्यही माथि अहिले यो धेरै के भन्छ, धेरै सिसी गर्नुपर्ने, अनि सिकाएर लगाउने। अनि त्यसले गर्दा यो भाग पनि साह्रै दुख्छ। यो असहज भएपछि मलाई सुत्नु पनि गाह्रो हुन्छ, काम गर्न पनि गाह्रो हुन्छ। ल धन्यवाद है क्वेसनको लागि। यो चाहिँ अब इपिएसको सबभन्दा अहिले नराम्रो पक्ष भनेकै यो आफू खुसी कम्पनी परिवर्तन गर्न नपाउने हो। अब यो तपाईँ अहिले त्यसरी बिरामी हुनुहुन्छ, साहुले पत्याइदिँदैन, तपाईँको साहुले पत्याउँदैन। तपाईँलाई अब हामीले चाहिँ यो
हस्पिटलको डक्टर भन्दा पनि हाम्रो डक्टर चाहिँ साहु इपिएसले त्यस्तो बनाएको छ क्या। साहुले दुखेको छ भनेर बुझिदियो भने हुन्छ, नभए हुँदैन। यो मैले धेरै समय भयो मैले यो भन्न थालेको। यस्तो अवस्था छ र अहिलेको तपाईँको अवस्थामा चाहिँ कसो गर्न सकिन्छ भने डक्टरको सिफारिसहरू तपाईँले बनाउनु होला होइन, यो चाहिँ मलाई यस्तो किसिमको छ भनेर सिफारिस बनाउनु होला। अनि त्यो काम गर्दा चाहिँ तपाईँले असर गर्छ भन्ने किसिमको सिफारिस बनाउनु भयो भने मैले कुरा गरिदिन्छु होइन, एमटियूबाट उजुर पनि हामी गरिदिन्छौँ। र यदि त्यस्तो किसिमको बनाउनु भएन भने साहुलाई पनि मैले भनिदिउँला, साहुलाई भनिदिने कामहरू पनि गरौँला। अब यो चाहिँ एउटा सिफारिस छ भने चाहिँ डक्टरको सिफारिस प्रेसक्रिप्सन त्यस्तो किसिमको छ भने चाहिँ म त्यो औपचारिक रूपमा उजुरी गर्न मिल्छ। र छैन भने चाहिँ यो अनौपचारिक रूपमा फोन गर्ने हो, साहुलाई यस्तो भयो, बिचरालाई यति साह्रो दुखिरहेको रहेछ, काम गर्न गाह्रो, 2 महिना भइसक्यो भनेर चाहिँ म भनिदिने काम गरौँला। र यो साहुले बुझिदिनु पऱ्यो कि यो अवस्थामा। अब के छ भने अब जब सेन्टर त तपाईँ जानु होला, जब सेन्टर जानु होला साहुलाई नै भन्नुहुन्छ। अनि अब कर्मचारीलाई दुख्दैन तपाईँलाई दुख्छ, साहुलाई दुख्दैन तपाईँलाई दुख्छ। त्यो भएको हुनाले साहुले बुझिदिनु पऱ्यो क्या। अब यस्तो अवस्थामा साहुले यो मान्छेले ढाँटेको हो भन्यो भने यो ढाँटेकै ठहर्छ क्या, ढाँटेकै ठहर्छ, कुनै किसिमको प्रमाणित गर्ने ठाउँ छैन। अब दुख्छ तपाईँलाई, उसलाई दुख्दैन। त्यो भएको हुनाले यस्तो किसिमको छ। र अब सबै अधिकार साहुलाई ल्याउने पठाउने सबै अधिकार साहुलाई भएको हुनाले उसले चाहिँ नदिए पनि हुन्छ र नबुझे पनि हुन्छ क्या। अब तपाईँले दुख्छै भन्ने कुरो त अब हामीले बुझ्छौँ, अब डक्टरले बुझ्ला होइन, तर साहुले त बुझ्दैन नि। त्यो भएको हुनाले यस्तो किसिमको समस्याहरू यसरी चाहिँ समस्याहरू उत्पन्न भइरहेको छ। र तपाईँले त्यो डक्टरको सिफारिस बनाउनु होला, म पनि कुरा गरिदिन्छु। त्यो बनाउनु सक्नु भएन भने बनाइदिएन भने डक्टरले, म त्यो साहुलाई कुरा गरिदिन्छु। अनि अघि त्यो एउटा कुरो दलालको कुरो चाहिँ उहाँले कसरी भयो भन्नुभयो। अब तपाईँले चाहिँ अब जवाफ दिनु भएन कि यो कस्तो किसिमको छ भने अब यो नेपाली दलालहरू यस्तो हुनमा चाहिँ अब भनौँ न, अब दलालै भनौँ न, अब पैसा लिन्छन्, अब कतिको सहयोग गर्छन्, कतिले सहयोग गर्दैनन्। यस्तो छ, त्यो ठाउँमा चाहिँ काम छ भने थाहा पाएपछि कुरेर बस्ने हो क्या, कुरेर बस्ने हो त्यो ठाउँ। नमस्ते, मेरो नाम श्रेष्ठ बाबु काजी। म चाहिँ यो एजुकेसन इन्डस्ट्रीसँगै एसोसिएटेड छु। सो अलिकति एमएससी सम्बन्धित, अलिकति हाम्रो प्रोफेसर म्याडम सम्बन्धित क्वेसन छ मसँग। पहिलो चाहिँ मेरो अलिकति हायर एन्डबाट नेपालीहरूलाई चाहिँ नि जुन स्टुडेन्टको रूपमा मिनिस्ट्री अफ एजुकेसनले चाहिँ कोरियामा पठाउनु भएको छ नि, त्यो मैले जान्न खोजेको चाहिँ त्यो अप्रोच चाहिँ के रहेछ। फर इक्जाम्पल कोरियाको डेभलपमेन्टको फेजमा या मलेसिया या सिङ्गापुरको हामीले डेभलपमेन्टको कुरा गर्छौँ भने उनीहरूले चाहिँ नि बेस्ट ह्युमन रिसोर्सलाई चाहिँ नि वान अफ द बेस्ट युनिभर्सिटिजमा पठाएर पछि उनीहरूले बोलाएर चाहिँ नि यो कन्ट्रीको डेभलपमेन्टमा चाहिँ नि ठुलो योगदानको दृष्टिकोणले हेरेको थियो। अहिले हाम्रो देशले चाहिँ नि स्टुडेन्टहरू बाहिर पठाउँदाखेरि के दृष्टिकोणबाट हेर्छ भन्ने कुरा चाहिँ म यहाँ वान अफ द स्टेक होल्डर्स भएको नाताले पनि मैले बुझ्न सकेको छैन होइन। एउटा चाहिँ त्यो एउटा। सेकेन्ड चाहिँ हाम्रो गभर्मेन्टको प्रब्लम सल्भिङ अप्रोच चाहिँ नि म रङ पनि हुनसक्छु, तर अलिकति मलाई चाहिँ नि त्यो रियाक्टिभ अप्रोच छ जस्तो लाग्छ। भनेको लेट प्रब्लम अकर फर्स्ट देन वी विल थिङ्क अबाउट इट भन्ने जस्तो अप्रोच मैले बुझ्छु। तर अराउन्ड 20,000 स्टुडेन्टहरू कोरियामा आइसक्दा पनि मिनिस्ट्री अफ एजुकेसनको कुनै पनि बजेट छैन, यहाँ कुनै पनि प्रब्लम सल्भ गर्नलाई छैन भन्दाखेरि चाहिँ नि त्यो अब आई डोन्ट नो लाइक के अप्रोच रहेछ त भन्ने कुरामै क्वेसन आयो। किनभने स्टुडेन्ट चाहिँ स्टुडेन्टकै रूपमा ब्रेन गेनको रूपबाट हेरेको रहेछ कि या जस्ट फाइनेन्सियल पर्सपेक्टिभ या त्यो सल्भ गर्न नसकेको अनइम्प्लोइमेन्टलाई चाहिँ नि बाहिर पुस गरेको रहेछ कि भन्ने दृष्टिकोण चाहिँ देखिन्छ। यहाँले चाहिँ अब यहाँ राइट पर्सन हो कि होइन मलाई थाहा छैन, एम्बेसडर हुनुहुन्न अहिले होइन। तपाईँले हाम्रो यो भोइसलाई चाहिँ नि त्यहाँसम्म पुर्याइदिनु होला कि वाट इज द अप्रोच कि जुन हाम्रो यहाँ हाम्रो अहिले जस्तै अराउन्ड मेरो विचारमा यो इन्टेकमा पनि 5,000 मान्छे स्टुडेन्टहरू चाहिँ आउनुहुन्छ होला होइन। त्यो एउटा।
अनि म्याडमहरूले पनि जस्तै प्रब्लमलाई अलिकति प्रोएक्टिभली या किनभने यहाँ सिन्स उहाँ हजुर चाहिँ यो के भन्छ काउन्सिलिङसँग एसोसिएट भएको भएर मैले पनि यो स्टेक होल्डर सिन्स म पनि प्रोफेसरको रूपमा कार्यरत छु र यहाँ एकदमै धेरै चाहिँ नि स्टुडेन्ट रिलेटेड समस्याहरू एमर्ज भइरहेछ एकदमै धेरै किनभने किन पनि स्टुडेन्टको समस्या प्रब्लमेटिक छ भन्दाखेरि दे आर टु यङ उनीहरू 19 वर्ष 20 वर्षको बच्चाहरू छ यहाँ होइन उनीहरूले रिलेसनसिप के हो थाहा छैन उनीहरूलाई फाइनेन्सियल म्यानेजमेन्टको बारेमा थाहा छैन उनीहरूलाई रिलेसनसिप म्यानेजमेन्टको बारेमा थाहा छैन उनीहरूलाई वर्क तपाईँको फाइनेन्स लाइफको ब्यालेन्सको बारेमा थाहा छैन होइन र हाम्रो एम्बेसीले के इनिसिएटिभ लिएको छ अहिलेसम्म त्यो प्रोएक्टिभ अप्रोच जसले उनीहरू अवेर होस् त्यो प्रब्लमलाई इमर्ज हुन नदिनको लागि या हाम्रो गभर्मेन्ट चाहिँ त्यो प्रब्लम आओस् देन वी विल सल्भ इट भनेर हेरेको छ यो अनि प्रोएक्टिभली के गर्न सकिन्छ म्याडमको पर्सपेक्टिभबाट पनि अलिकति मलाई थाहा छैन रेलेभेन्ट छ कि छैन यहाँलाई त्यो क्वेसन सोध्दा तर मलाई लागेको कुरा र धेरै ठुलो समस्याहरू चाहिँ आउँदैछ है भन्ने कुरा चाहिँ द्याट आई क्यान थिङ्क अबाउट इट अहिले नै है थ्याङ्क यू हजुर सर हजुरलाई जस्तो कन्सर्न छ म पनि त्यही कन्सर्न म पनि प्रोफेसर भएको भएर अति एक्ज्याक्टली आई अग्री विथ यु होइन किन भन्दाखेरि म जब प्रोफेसरको रूपमा म अपोइन्टमेन्ट भएको थिएँ त्यति बेला स्पेसल स्टुडेन्ट नेपाली स्टुडेन्टको लागि होइन म चाहिँ नेपाली स्टुडेन्टलाई पढाउँदा पनि पढाउँथेन होइन कोरियन बेस्ड थियो अनि मेरो चाहिँ अब अन्डरस्ट्यान्डिङ यही मास्टर पिएचडी सकेको कारणले गर्दाखेरि मलाई चाहिँ कोरियाको एमओई मिनिस्टर अफ एजुकेसनले रेकगनाइज गरेको व्यक्ति हो र मलाई अपोइन्टमेन्ट कोरियाको युनिभर्सिटीमा गरेको र मेरो काम चाहिँ पढाउने थियो पहिला जब अब नेपालको हजुरले भने जस्तै नेपाल स्टुडेन्ट सेक्टरमा चाहिँ हामी आउँदा पनि स्टुडेन्टहरू त्यति हुनुहुन्थेन हामी 2006मा आएको एज ए स्टुडेन्ट्स यहाँ होइन अनि पछि यति एमर्ज हुँदै गयो म पनि सरप्राइज हुन्थेँ किनभने हामी आउँदाखेरि अब स्कलरसिप बेसमा आएको थियो नेपालबाट कोरियामा अथवा जापानमा हामी पढ्न जाने भनेको त्यतातिर कुनै पनि माइन्डसेट नै हुन्थेन हामी प्रायः हाम्रो युरोपियन कन्ट्री हुन्थ्यो नि त हाम्रो पालामा अनि अब मेरो एउटा लिङ्क बेस म कोरियामा आइपुगेको थिएँ अनि पछि स्टुडेन्टहरू आउँदै क्रममा मलाई पनि त्यति आइडिया थिएन जब स्टुडेन्ट भएर जब स्टुडेन्टहरू फर्स्टमा मेरो युनिभर्सिटीमा नेपाली स्टुडेन्टहरू पनि हुनुहुन्थेन म 2014देखि पढाउन सुरु गरेको थिएँ र 2017-18मा आफ्टर अर्थक्वेक हामीले काउन्सिलिङ प्रोग्रामबाट नेपाल लाँदाखेरि इन्ट्रेस्टेड स्टुडेन्टहरू चाहिँ फुल स्कलरसिपको रूपमा फर्स्टमा आउन सुरुवात गर्नुभएको थियो मेरो युनिभर्सिटीमा अनि पछि चाहिँ अन्डर ग्रेजुएट मास्टर र पिएचडीको चाहिँ के अलि फरक छ किन भन्दाखेरि युनिभर्सिटीमा प्रोफेसरहरूले नै अप्रोच गरेर लिएर आएको केसेस हुन्छ जब अन्डर ग्रेजुएटको विद्यार्थीहरू बढ्दै गरेको केसमा चाहिँ एक्ज्याक्टली तपाईँको कन्सर्न चाहिँ मेरोमा पनि थियो किन भन्दाखेरि मेरो युनिभर्सिटीमा आउनुभन्दा अगाडि नै स्टुडेन्टहरू यहाँ आइसके कन्सल्टेन्सीको बेसिसबाट आइसके पछाडि यसै काउन्सिलिङको क्रममा अथवा युनिभर्सिटी चेन्जेसको क्रममा चाहिँ मलाई फोनहरू आउने गर्थ्यो उहाँहरूको समस्या चाहिँ एकदम के भन्छ जटिल थियो कि जस्तै उहाँबाट पैसा धेरै तिरेर आइदिनु पर्ने अनि यहाँ आएर युनिभर्सिटीमा पढ्दाखेरि विभिन्न समस्याहरू आउने हेल्प गर्नु न प्रोफेसर भनेर आउँथ्यो अनि त्यो गर्ने क्रममा एमओई नेपालमा पनि मैले कन्सल्ट नगरेको होइन मैले नेपालमा कन्ट्याक्ट पनि गरेको हो अनि कस्तो कन्ट्याक्ट बेसबाट स्टुडेन्टहरू आउनुहुन्छ भन्दाखेरि अब एमओईमा उहाँ मिनिस्टर अफ एजुकेसनमा गएर एनओसीको लागि त जाने विद्यार्थीहरू जाँदाखेरि म कुन देश पढ्न जान्छु भन्ने बेलामा उहाँहरूको स्पेसल त्यो पोलिसी छैन होला सायद मैले इन्क्वायरी गरे अनुसार चाहिँ उहाँहरूले स्कलरसिपमा जाने हो कि अथवा कुन युनिभर्सिटी जाने हो कुनै पनि इन्क्वायरी गर्नुहुन्न जस्तै उहाँहरूले जुन एउटा रिक्वायरमेन्ट पुरा भएको खण्डमा एनओसी दिएर पठाउनुहुन्छ त्यो केस छ होइन मैले बुझेको अन्डरस्ट्यान्डमा र अहिले तपाईँले भन्नुभएको अन्डर ग्रेजुएटको विद्यार्थी म प्रोफेसर भएको नाताले पनि यहाँ सबैजना हुनुहुन्छ यति कन्सर्नेबल छ नि अब मसँग भएको विद्यार्थीहरू पनि अहिले आउनु भएको छ मेरो युनिभर्सिटीमा पनि धेरै पढ्नुहुन्छ र मेरो कन्सर्न चाहिँ मैले उहाँहरूलाई त्यही भन्छु तपाईँहरू पढ्न आउनु भएको छ अनम्याच्योर हुनुहुन्छ उहाँहरू प्रिपेयर हुनुहुन्न एक्ज्याक्टली तपाईँले भने जस्तै उहाँहरू यहाँ आइसके पछाडि उहाँहरू रुम नभएर लिभिङ टुगेदरमा बस्नुपर्ने केसेसहरू पनि हुनसक्छ होइन तर त्यसमा चाहिँ कस्तो छ भन्दाखेरि सेन्सिटिभ केस हो त्यसमा अन्डरस्ट्यान्डिङ भएर उहाँहरू जस्तो लिभिङ टुगेदर भनेर तपाईँहरूले अप्रोच एकचोटि मिडियामा आइसकेको थियो त्यो कुराहरू तिनी कुराहरू चाहिँ म एज अ काउन्सिलर भएको कारणले गर्दाखेरि चाहिँ रिलेसनहरू सबै ब्याड हुँदैन कि जस्तै उहाँहरू अन्डरस्ट्यान्डिङ हुन्छ एउटा अपार्टमेन्टमा बसिरहेको केसेसहरू हुन्छ र कुनै नहोला अब तिनीहरू केसेसहरू चाहिँ अब
एकाडेमिक सेक्टरमा अथवा के भन्छ पर्पजफुल्ली गएर उनीहरूलाई गाइडेन्स गर्नु नै पर्ने हुन्छ। अब तपाईँले एउटा सरकारको कुरा अथवा गभर्मेन्टको लिङ्कअपको कुरा गरेको भएर हाम्रो राजदूतबाट नै यताबाट नै आउँछ, हाम्रो एम्बेसीबाट नै आउन सक्छ। र मैले चाहिँ एज अ प्रोफेसर के भनेको छु भन्दा अन्डर ग्रेजुएट विद्यार्थीहरूलाई पठाउँदाखेरि चाहिँ नेपालबाट अलिकति स्क्रिनिङ चाहिँ हुनुपर्छ। अनि कुन युनिभर्सिटीमा जाने र मेन त उहाँहरू मेच्योर नभएको कारणले गर्दाखेरि चाहिँ फुल्ली फाइनेन्सियली बर्डन उहाँहरूले लिन सक्ने केसेसमा पठाएको राम्रो। फर्स्टमा फाइनेन्स फ्यामिलीहरूले, अब नेपाल भनेको हाम्रो साउथ एसियन कन्ट्रीको हाम्रो सबैलाई थाहा छ। अनि त्यसमा चाहिँ अब कोरियामा आएर फेरि स्टुडेन्टहरू सबैजना त्यस्तो कन्डिसन वर्स कन्डिसनमा नगएको पनि छैन। जस्तो वर्क पर्मिट लिएर मजाले पढेर उनीहरू हेल्दी भएर उनीहरू सक्सेसफुल केसेस तपाईँ हामीकै एउटा मोडेलको रूपमा हेर्नु न, त्यस्तो केसेसहरू पनि छ। त्यसले गर्दाखेरि चाहिँ हामी अर्गनाइजेसनले के गर्नु पर्यो, नकारात्मक कुराहरू मात्रै यस्तो फैलाउनेतिर नलाग्ने कि मोडेल को छन् र उनीहरूले कसरी यहाँ ब्यालेन्स गरेको छ, वर्क पर्मिट गरेर राम्रो पढेर सक्सेस भएर यहाँ गरेकोहरूलाई चाहिँ कसरी तपाईँहरू सक्सेसफुल जानुभएको, त्यसलाई चाहिँ एउटा इक्जाम्पलको रूपमा केस सिस्टरको रूपमा अप्रोच गरेर अरूहरूलाई सिकाउने कार्यक्रम चाहिँ जरुरी छ हामीले यहाँबाट गर्ने। चाहिँ नेपालको कन्टेक्स्टमा चाहिँ सायद तपाईँले भने जस्तै स्क्रिनिङ केही रिस्टार्ट चाहिँ गर्नुपर्ने हुन्छ होला। धन्यवाद म्याडमलाई। मैले अब यो विषयमा सुझावकै रूपमा ग्रहण गरेँ, किनभने ग्रेजुएटभन्दा तलको विद्यार्थीहरूलाई चाहिँ एमबिसीले पनि अलिकति यसमा विचार गर्नुपर्छ भनेको छ। विभिन्न विषयहरूमा सूचनाहरू पनि आइरहेछ, यहाँले हेर्नुभयो होला। यो विषयहरूमा कन्सल्टेन्सीहरूसम्म गएर अलिकति विवादित भएर अहिले विभिन्न इस्युहरू पनि बाहिर निस्किरहेछ। त्यो पनि दूतावासको इनिसिएसन नै हो। यसलाई मैले अझै राम्रो बनाउन, बेटर बनाउनको लागि दूतावासलाई नै सजेसनको रूपमा चाहिँ मैले ग्रहण गरेँ। यहाँले अब एकदमै राम्रो राम्रो क्वेसनहरू एन्सरहरू दिनुभयो। मैले चाहिँ छोटो मात्रै राख्न चाहेँ, किनकि यो अहिलेको यो सब्जेक्टको मात्रै थोरै कुरा कि अब हाम्रो एनआरएन आइसिसीले पनि यो मेन्टल हेल्थको लागि चाहिँ एउटा डिपार्ट छुट्याएको छ होइन, त्यसको चेयरमा हो। र यसमा चाहिँ अहिले यही सब्जेक्टहरू चलिराखेको कारणले गर्दाखेरि जति स्टुडेन्टहरू हुनुहुन्छ उहाँहरू डिप्रेसन सबै अब मानसिक किसिमको सबै प्रब्लमहरू जति छ, हाम्रो यहाँ हाम्रो म्याडम सृजना म्याडम हुनुहुन्छ, यता हाम्रो श्रम कन्सुलर म्याडम हुनुहुन्छ र उदय सर लगायत हामी एनआरएन एनसिसी कोरिया लगायत हामी सबै यहाँ विश्वभरिबाट नै हामीले एउटा टिम बनाएका छौँ। त्यो टिमबाट चाहिँ अब प्रत्येक रिजनमा हरेक महिना कार्यक्रम हुन्छ है। यसमा हामी कोरियाबाट चाहिँ अलिकति हाम्रो विशेष म्यामहरू लगायत यहाँ प्रोफेसनल जति पनि हुनुहुन्छ यो सम्बन्धित निकायका हाम्रो म्याडमहरू सरहरूलाई सँगै राखेर हामी कार्यक्रम गर्दैछौँ। त्यसको लागि अहिले यहाँबाटै म सार्वजनिक गर्न चाहेँ, हाम्रो म्याडमहरूलाई विशेष हामी चाहिँ इन्भाइट गर्न चाहन्छौँ त्यो बेलामा। र हाम्रो यहाँ एनआरएनको जति अग्रजहरू हुनुहुन्छ उहाँहरूलाई पनि हामी जुम मार्फत हामी संसारभरि नै पुग्ने गरी सबै डक्टरहरू जस्तै अब साइकोलोजिस्टहरूलाई राखेर कार्यक्रम गर्दैछौँ। त्यसैको लागि एउटा जानकारी दिन चाहेँ। धन्यवाद। आज यस कार्यक्रमका प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यूहरू र यहाँ उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरूमा मेरो व्यक्तिगत तथा गैरावश्य नेपाली सङ्घको तर्फबाट न्यानो अभिवादनसहित नमस्कार। सर्वप्रथम त आज हाम्रो यस कार्यक्रममा तपाईँहरू सम्पूर्ण यति आफ्नो व्यस्तताको बावजुद पनि तपाईँहरू सम्पूर्ण यहाँ उपस्थित भएर कार्यक्रमलाई सफल पारिदिनु भएकोमा मेरो व्यक्तिगत तथा गैरावश्य नेपाली सङ्घको तर्फबाट हृदयदेखि धन्यवाद। अब मैले यति धेरै अब कुराहरू त गर्नुपर्छ जस्तो लाग्दैन, किनकि आजको यस कार्यक्रम चाहिँ हामीले खास भने 3-4 महिना अगाडि नै गर्नुपर्ने थियो। किन 3-4 महिना अगाडि सङ्घ संस्थाको कार्यक्रमहरू यति धेरै भएको हुनाले अब कोहीसँग नजुदाउने भनेर नै हामी आज राखेको हो। तर राख्दा आज नजुदाउने भन्दा पनि 1-2 कार्यक्रम चाहिँ जुझ्यो, तर पनि केही छैन। सबैजनाले यति धेरै माया गरेर सम्झेर आइदिनु भयो र तपाईँहरूलाई यहाँ आउनुको उद्देश्य पनि तपाईँहरूलाई पनि फाइदाजनक छ। तपाईँहरूले नि आफ्नो समस्यादेखि लिएर हरेक अब भनौँ नि कानुनी प्रक्रिया कसरी जाने, के गर्दाखेरि ठिक हुन्छ तपाईँले जान्ने मौका पाउनुभयो। र मेन कुरा यति धेरै समस्या परेकोहरू चाहिँ आउनु भएन है। हिजोदेखि मैले फोन गरेको थियो, 30 जना जतिलाई फोन गरेको थियो। उहाँहरूको के प्रतिक्रिया आयो भनेदेखि मेरै अब नजिक मेरो कम्पनी नजिक पाइपरेको ठाउँमा गरिदिँदा कस्तो होला दिदी भन्नुभयो क्या। अनि त्यस्तो क्वेसन गर्दाखेरि अलिकति दुःख पनि लाग्छ, किनकि समस्या त उहाँहरूलाई परेको छ नि त।
अब भोलिदेखि फेरि उहाँहरूले नै हामीलाई फोन गर्नुहुन्छ, यस्तो यस्तो समस्या परेको छ, मलाई यो दुख्यो त्यो दुख्यो, मेरो कानुन यसरी चलाइदिनु, कानुन प्रोसेस यसरी चलाइदिनु भनेर हरेक कुराहरू हामीलाई नै सोध्नुहुन्छ कि भन्दाखेरि आज आएको भए उहाँहरूले यति फाइदा हुने थियो कि साँच्चै भन्नुपर्दाखेरि अब भोलिदेखि फेरि हाम्रो काम केही सुरु हुन्छ। हाम्रो अब भनौँ न हाम्रो अब मानव परामर्श हुनुहुन्छ सिर्जना थापाज्यू, अनि हाम्रो अब राजदूतबाट हुनुहुन्छ माया करेज्यू र हाम्रो अब उदय राई दाई, उहाँहरूसँग तपाईँहरू आएर यति अब क्वेसन गर्नुभयो। स्टुडेन्ट मेन कुरो चाहिँ मलाई के लाग्छ भने दुःख लाग्ने कुरा चाहिँ सबभन्दा स्टुडेन्टहरूको समस्या छ कि इनाइनहरू त जसो टाढी नै हाल्छ, उहाँहरू बुझ्ने पनि हुनुहुन्छ कानुनी हिसाबले भन्दाखेरि। अब जुनै पनि हिसाबले चाहिँ स्टुडेन्ट भन्दा इनाइनहरू बुझ्ने नै हुनुहुन्छ कि स्टुडेन्टहरू बिचरा अब 17-18 वर्षको आउनुहुन्छ होइन, त्यो उनीहरू बच्चै हुन्छ, उनीहरूले केही थाहा नै हुँदैन कि घरमा सबै आमा बुवाले गरिदिएको हुन्छ नि त उनीहरूको। र विदेशमा आउँदाखेरि उहाँहरू अब भन्नुहुन्छ उहाँहरू अब बिचरा यति दुःख पाएको छ कि दिनदिनै समस्या बढै छ। अब हामीले यो समस्या यत्तिकै छोडिदियो भने यति लथालिङ्ग हुन्छ, त्यो समस्याको समाधान चाहिँ हामीले कसरी गर्ने त्यतातिर जानु पर्यो है सबैजना। साँच्चै भन्नुपर्दाखेरि त्यो दुःख त त्यो स्टुडेन्टको पीडा दुःख त हामीले बुझेको छ नि त नजिकबाट, दिनदिनै हामीसँग कुरा आउँछ। अब हामीले सकेको त हामीले गरौँला, कानुनी प्रोसेस त अब कानुनी रूपमा त कानुन त हाम्रो हातमा छैन नि त हो। त्यही भएर हामी एमबिसीमा खबर गर्छौँ। अब एमसीको दाइलाई पनि हामीले दिनदिनै फोन गरेर दाइ यस्तो गर्दा के हुन्छ भनेर त्यो समस्याको समाधान त हामीले गर्न खोजिरहेका छौँ। त्यही भएर हामी सबै सचेत भएर अब आउने स्टुडेन्टहरूको लागि र यही भएको स्टुडेन्टहरूको लागि चाहिँ हामीले अब के गरेर जाने भन्ने कुरा सबैले सोचौँ र सबैले सल्लाह दिए। अब भनौँ उहाँले यति धेरै सल्लाह सुझाव दिनुभयो, त्यसको लागि उहाँहरू तिनैजना हाम्रो अतिथिहरूलाई दिनैदेखि धन्यवाद दिँदै आजको यस कार्यक्रम यही समापन भएको घोषणा गर्दछु। हस् त, धन्यवाद।